So hello and welcome to Sky Course. It's me Sky again representing Sky Course. So हाम्रो series complete physics in 30 days को आज day 11 रहेको छ र electrostatics को आज last chapter that is DC circuit. Hope you have completed all the lectures हैन. So first मा हामीले सबैभन्दा अगाडि मेकानिक्स बाट सुरु गरेको थियौं. So मेकानिक्स हामीले सकिसकेका छौं र आज यो DC सर्किट पछि हाम्रो के सकिन्छ इलेक्ट्रोस्टैटिक्स पनि सकिन्छ. सो मेन हामीले दुईटा सकिसकेका छौं. अब हामीसँग इजीहरु जस्तै अप्टिक्स एज वेल एज त्यो के भन्छ हाम्रो हिट एन्ड थर्मोडायनामिक्स र रिसेन्ट ट्रेन्ड्स इन फिजिक्स छ त्यो पनि सजिलो छ. रिसेन्ट ट्रेन्ड्स इन फिजिक्स त भर्खरको ट्रेन्ड्सहरु मात्र पढ्ने हो. त्यसमा केही गाह्रो छैन. मिन्स मेन अझै हामीसँग दुईटा टपिक रहेका छन् कुरो गर्नका लागि हिट एन्ड थर्मोडायनामिक्स र त्यो. आज चाहिँ डीसी सर्किटको बारेमा कुरा हुन्छ. मेनली यसमा रेजिस्टेन्स र मोस्ट इम्पोर्टेन्ट च्याप्टर्स पनि हो. धेरै क्वेशनहरु पनि आउँछ यसबाट हैन. सो मैले थ्योरी एज वेल एज के भन्छ केही न्यूमेरिकल्सहरु र पास्ट इयर क्वेशन्स ल्याएको छु र अझै पनि हाम्रो रेजिस्ट्रेसन फर्म भरिसक्नु भएको छैन भने तल डिस्क्रिप्सन र पिन कमेन्टमा रेजिस्ट्रेसन फर्म होला गएर रेजिस्ट्रेसन गर्नु होला. त्यसपछि हामी तपाईलाई WhatsApp ग्रुपमा एड गर्छौं जहाँ चाहिँ तपाईले नोट्स र गाइडेन्स पाउनुहुन्छ. ठीक छ. ओके. And it's all for free. You don't have to pay any of charges. Okay. So let's go to the theory. ल सबैभन्दा पहिला डीसी सर्किट्स. ल डीसी सर्किट्समा सबैभन्दा पहिला अब डीसी भन्ने सर्किट भनिसकेपछि डीसी भनेको चाहिँ थाहा हुनु पर्यो नि त. सो डीसी भनेको चाहिँ डिफ्रेन्ट टाइप अफ करेन्ट हुन्छ. जस्तै अल्टरनेटिङ करेन्ट, पल्सेटिङ करेन्ट र डीसी करेन्ट. डीसी करेन्ट भनेको चाहिँ अल्टरनेटिङ करेन्ट चाहिँ तिमीहरुको क्लास 12 मा छ र डीसी करेन्ट चाहिँ यहाँ छ. र डीसी करेन्ट भनेको अ करेन्ट हुज म्याग्निट्युड एज वेल एज डाइरेक्सन रिमेन्स कन्स्ट्यान्ट. ठीक छ. म्याग्निट्युड पनि र डाइरेक्सन पनि करेन्टको यदि कन्स्ट्यान्ट छ भने हाम्रो के हुन्छ त त्यो डीसी करेन्ट हुन्छ. जस्तै हेर यता त्यो म्याग्निट्युड र डाइरेक्सन सरी म्याग्निट्युड र टाइम डाइरेक्सन हैन है त्यसको ग्राफ बनाउँछौ भने के हुन्छ एउटा स्ट्रेट लाइन आउँछ. ठीक छ. र एउटा कन्स्ट्यान्ट आउँछ. जस्तै हेर के भन्छ डाइरेक्सन एकैतिर छ कि छैन छ डाइरेक्सन एकैतिर छ र म्याग्निट्युड पनि छ कि एउटा सर्टेन कन्स्ट्यान्ट छ भने त्यो करेन्ट त्यो टाइप अफ करेन्ट हामी के भन्छौं डीसी करेन्ट. तर त्यसैमा यदि म्याग्निट्युड र टाइमको ग्राफ हेर्दाखेरि यदि त्यो यसरी साइनोसोडियल ग्राफ आएको छ भने त्यसले त्यो चाहिँ के हुन्छ I जस्तै I टु I नोट sin ओमेगा टी. ठीक छ. ग्राफ हुन्छ यसको जसलाई चाहिँ हामी के भन्छौं त्यो चाहिँ के हो अल्टरनेटिङ करेन्ट. मतलब यसको सर्टेन रेन्ज सम्म हैन यसको पोजिटिभ भ्यालु हुन्छ र सर्टेन रेन्जमा यसको के हुन्छ नेगेटिभ भ्यालु हुन्छ क्या हैन. नेगेटिभ मतलब अर्को डाइरेक्सन नेगेटिभ भ्यालु भन्दा पनि डाइरेक्सन चाहिँ चेन्ज भइरहेको हुन्छ यिनीहरुको भनेर बुझ्नुपर्ने हुन्छ. ल सो अर्को हेरौं. ल अब इलेक्ट्रिक करेन्ट एन्ड ड्रिफ्ट भेलोसिटी. ल इलेक्ट्रिक करेन्ट चाहिँ के कारणले आउँछ र ड्रिफ्ट भेलोसिटी भनेको के हो त्यो चाहिँ मेन छ हाम्रो यो टपिकमा. म धेरै डिप गइन धेरै डिप जाँदिन बस यति भन्छु. हेर यहाँ जे थ्योरी लेखेको छ त्यो एक्सप्लेन गरिदिन्छु. हेर व्हेन एन ब्याट्री इज कनेक्टेड टु अ कन्डक्टर द फ्री इलेक्ट्रोन्स अनडाइरेक्टेड मोसन गेट्स बायस्ड. हेर जब पनि कुनै कन्डक्टरमा हेर फ्री इलेक्ट्रोनहरु हुन्छ कुनै पनि कन्डक्टरमा के हुन्छ त फ्री इलेक्ट्रोन्सहरु हुन्छन् कि हुँदैन तिमीहरु भन्छौ यस सर हुन्छ हैन. फ्री इलेक्ट्रोन त्यो फ्री इलेक्ट्रोन चाहिँ के हुन्छ तिनीहरुको मुभमेन्ट चाहिँ अनबाइस्ड हुन्छ क्या. मतलब अनबाइस्ड भनेको कुनै एउटा डाइरेक्सनमा हुँदैन सेभरल डाइरेक्सनमा यता पनि मुभ गर्दैछ कुनै यता मुभ गर्दैछ कुनै यता मुभ गर्दैछ जसले कारणले तिनीहरुको जुन नेट मुभमेन्ट हुन्छ अथवा नेट भेलोसिटी हुन्छ के भन्छ भेलोसिटी भन्दा पनि नेट डाइरेक्सन चाहिँ कति हुन्छ त जिरो हुन्छ. कुनैतिर डाइरेक्सन हुँदैन. ठीक सबैको सम अप लिँदाखेरि. तर यदि त्यसलाई त्यसमा हामी ब्याट्री कनेक्ट गरिदिन्छौँ भने के हुन्छ त तिनीहरु एकतिर मुभ गर्न थाल्छन् गेट बाइज्ड इन वान डाइरेक्सन. ठीक छ. एज अ रिजल्ट के हुन्छ भने एज अ रिजल्ट देयर इज अ ट्रान्सफर अफ चार्ज इन वान डाइरेक्सन. मतलब इलेक्ट्रोन अब एकतिर जान थाल्यो नि त तिनीहरुको नेट मुभमेन्ट के भयो कुनै एकातिर मात्र भयो नि त हैन. जस्तै इलेक्ट्रोन सब यसलाई मैले कुनै ब्याट्रीसँग कनेक्ट गरिदिए भने त्यो जुन ब्याट्रीसँग कनेक्ट गरिदिए भने यो ब्याट्री हो ब्याट्रीसँग कनेक्ट गरिदिए भने के हुन्छ त इलेक्ट्रोनको मुभमेन्ट एउटा डाइरेक्सनमा हुन्छ कुनै एउटा डाइरेक्सनमा बाइस भइहाल्छ इलेक्ट्रोन हो. त्यो इलेक्ट्रोनको मुभमेन्ट भइसकेपछि चाहिँ के पाउँछौ त हेर त त्यो के भन्छ जुन नेगेटिभ चार्जहरु छ त्यो एकतिर गएको हैन हो. दिस डाइरेक्टेड फ्लो अफ इलेक्ट्रिक चार्जेस कन्स्टिट्युट एन इलेक्ट्रिक करेन्ट. यसले नै के बनाउँछ त यो जुन डाइरेक्सन एकतिर फ्लो हुँदैछ नि त्यसले नै के गर्छ त इलेक्ट्रिक करेन्ट बनाउँछ. ठीक छ. ल अब हेर द रेट अफ फ्लो अफ चार्ज इज कल्ड इलेक्ट्रिक करेन्ट है. यसको इलेक्ट्रिक चार्जेस अथवा इलेक्ट्रिक करेन्टको अर्को पनि डेफिनेसन छ जसलाई हामी सिधै रेट अफ फ्लो अफ चार्जेस भन्छौं यानी कि I टु Q by T इन अ सर्टेन टाइम. ठीक छ. इफ स्मल अमाउन्ट अफ चार्ज फ्लो फर स्मल टाइम I टु dQ by dt. ठीक छ. मतलब यो इन्स्टेन्टेनियस को कुरो गर्छ यसले कसको कुरो गर्छ इन्स्टेन्टेनियस को कुरो गर्छ. डेरिभेटिभ आउँदा इन्स्टेन्टेनियस हो. मैले तिमीहरुलाई के भन्छ त्यसमा पनि पढाएको छ डायनामिक्समा पनि पढाएको छ हैन त. ओके सो अझै हेर के छ इट हेज म्याग्निट्युड जुन इलेक्ट्रिक करेन्ट छ इट हेज म्याग्निट्युड एज वेल एज डाइरेक्सन. म्याग्निट्युड पनि छ र डाइरेक्सन पनि छ बट इट इज अ स्केलर क्वान्टिटी. यो स्केलर क्वान्टिटी हो किनभने इट डजन्ट फलो द भेक्टर एडिसन. सो जहिले पनि सम्झिने इलेक्ट्रिक करेन्टको सबथोक छ
हैन यसलाई भेक्टर कुनै एउटा प्रपर्टी छ बट एउटा छैन के छैन त इट डज नट फलो द भेक्टर एडिसन जसले गर्दाखेरि के हुन्छ त इट इज नट अ भेक्टर क्वान्टिटी सो बुझ्यो कुरा बुझ्यो होला सो एम्पियर हेर यसको युनिट्सहरू एम्पियर मिली एम्पियर भनेको 10 टु द पावर -3 र माइक्रो एम्पियर भनेको 10 टु द पावर -6 एम्पियर यो त तिमीहरूलाई थाहा रहेछ ल ओके सो अर्को करेन्ट क्यारियर्स र करेन्ट क्यारियर्सको बारेमा धेरै त्यो गर्नु पर्दैन जस्तै मेटालिक कन्डक्टरमा फ्री इलेक्ट्रोन्स हुन्छन् करेन्ट क्यारियर इलेक्ट्रोलाइटमा के हुन्छ पोजिटिभ एन्ड नेगेटिभ चार्ज आयन जुन हुन्छ त्यो मुभमेन्ट गरेर करेन्ट बनाएर हुन्छन् सेमी कन्डक्टरमा के हुन्छ करेन्ट क्यारियर्स दुईवटा हुन्छन् एउटा इलेक्ट्रोन र होल्स यसको बारेमा तिमीहरूले क्लास 12मा पढ्छौ टेन्सन नगर अर्को हेर डाइरेक्सन अफ करेन्ट ठिक छ कन्भेन्सनल करेन्ट पुरानो करेन्ट भ्यू जब हामी क्लासिकल भ्यू चाहिँ के छ पोजिटिभदेखि नेगेटिभ टर्मिनल अफ ब्याट्रीमा करेन्ट फ्लो गर्छ भनेर भन्दैछ कन्भेन्सनल करेन्टले के भन्छ पोजिटिभदेखि नेगेटिभ टर्मिनल अफ ब्याट्री यहाँ हेर कुनै पनि जब हामी ब्याट्री बनाउँछौँ त्यो ठुलोलाई पोजिटिभ देखाउँछौँ सानोलाई नेगेटिभ देखाउँछ ल सो यसरी फ्लो हुन्छ ठिक छ यसरी पोजिटिभतिरबाट यदि हामीले फ्लो गरेको मान्छौँ भने त्यो चाहिँ के हो कन्भेन्सनल करेन्ट हामी पुरानो भ्यू मान्दैछौँ ठिक तर यदि मोडर्नको यही यदि हामी मोडर्नको कुरो गर्छौँ भने मोडर्न चाहिँ के हुन्छ त नेगेटिभदेखि पोजिटिभ टर्मिनल मतलब यसले के भन्दैछ जुन इलेक्ट्रोनको फ्लो छ नि इलेक्ट्रोनको फ्लो त्यसलाई ध्यान दिँदैछ यसले चाहिँ के दिँदैछ त इलेक्ट्रोन फ्लोलाई ध्यान दिँदैछ मिन्स इलेक्ट्रोनको फ्लो कता अरे यार नेगेटिभ टर्मिनलमा न धेरै इलेक्ट्रोन छ अनि त त्यो नेगेटिभ टर्मिनल हो त यहाँदेखि यदि हामी त्यो फ्लोलाई के भन्छ नेगेटिभदेखि यदि पोजिटिभ टर्मिनल फ्लोलाई कन्सिडर गरेर मान्छौँ भने त्यो चाहिँ हामीले के हेरेको त मोडर्न भ्यू हेरेको दुइटै हेर्दा हुन्छ केही समस्या पर्नेवाला छैन ल अर्को हेरौँ करेन्ट डेन्सिटीलाई हामी जेले डिनोट गर्छौँ ठिक छ करेन्ट डेन्सिटी भनेको आई अपन ए मतलब करेन्ट पर युनिट एरिया ठिक छ इट इज अ भेक्टर क्वान्टिटी करेन्ट डेन्सिटी भेक्टर क्वान्टिटी हो सो हेर त कसरी सो त्यसले गर्दाखेरि के हुन्छ हेर त जे भेक्टर डट ए भेक्टर एरिया पनि एउटा भेक्टर क्वान्टिटी हो थाहा छ तिमीहरूलाई जे भेक्टर डट ए भेक्टर इक्वल्स टु आई एउटा आउँदैछ अब भन त यदि डट प्रडक्ट हुँदैछ भने जहिले के हुन्छ डट प्रडक्ट हुँदैछ भने जहिले पनि के हुन्छ जुन आन्सर आउँछ हाम्रो जे डट ए को त्यो के आउँछ स्केलर आउँछ हो कि नि डट प्रडक्टलाई के पनि भन्छौँ हामीले डट प्रडक्टलाई के पनि भन्छौँ हामी भन्छौँ यसलाई स्केलर प्रडक्ट पनि भन्छौँ होइन त यस सो एकछिन पर्ख ल वेट a little bit ओके सरी फर द डिस्टर्बेन्स कहाँ थियौँ हामी स्केलर प्रडक्टमा होइन ल यो स्केलर प्रडक्ट र स्केलर प्रडक्टको आन्सर के आउँछ स्केलर आउँछ होइन जस्ट लाइक करेन्ट इज अल्सो स्केलर क्वान्टिटी त्यहाँदेखि पनि हामीले बुझ्न सक्छौँ सो जे डट आई यो पनि छ दिस अल्सो प्रुफ्स आई इज अ स्केलर क्वान्टिटी ठिक त्यो जो प्रुफ होइन यति भनिदिएको मात्र हो ठिक अब हेर ड्रिफ्ट भेलोसिटी हेर इम्पोर्टेन्ट छ होइन हेर हेर द एभरेज भेलोसिटी अफ एक्वायर्ड बाई द फ्री इलेक्ट्रोन्स अब एउटा कुरा बुझ जब एभरेज भेलोसिटीको कुरो गर्दैछु ल म यहाँ पहिला पुरै पढिहालौँ इलेक्ट्रोन्स इन अ कन्डक्टर सब्जेक्टेड टु एन इलेक्ट्रिक फिल्ड इज कल्ड ड्रिफ्ट भेलोसिटी अब कुरो बुझ ल एउटा कन्डक्टर छ होइन ठिक छ कन्डक्टरमा के हुन्छ जब यसलाई हामी इलेक्ट्रोनको मुभमेन्ट हुन्छ हो कि हुन्छ जब इलेक्ट्रोन मुभ गर्छन् नि होइन त्यति बेला के हुन्छ यो वाल्सहरूसँग पनि ठोक्किन्छन् होइन वाल्स पनि सँग पनि ठोकिन्छन् र एक आपसमा पनि ठोकिन्छन् जसले गर्दाखेरि तिनीहरूको एउटा सर्टेन भेलोसिटी इनिसियली एकदम धेरै भेलोसिटीहरू भयो भने होइन मतलब इनिसियली धेरै भेलोसिटी भए तापनि पछि आएर चाहिँ के हुन्छ एउटा सर्टेन एभरेज भेलोसिटीमा तिनीहरूले एउटा सर्टेन भेलोसिटीमा मुभ गर्न थाल्छन् सबैहरू कन्सिडर गरिसकेपछि हो त्यसलाई चाहिँ हामी के भन्छौँ त ड्रिफ्ट भेलोसिटी भन्छौँ ठिक छ सबैलाई कन्सिडर गर्ने र त्यसपछि जुन भेलोसिटी आउँछ त्यसलाई चाहिँ के भनिन्छ त ड्रिफ्ट भेलोसिटी भन्छ ओके सो डाइरेक्सन अफ ड्रिफ्ट भेलोसिटी के हुन्छ इट इज अपोजिट टु द डाइरेक्सन अफ अप्लाइड इलेक्ट्रिक फिल्ड एज इलेक्ट्रोन्स अलवेज मुभ अगेन्स्ट इट हेर जुन डाइरेक्सन अफ भेलोसिटी हुन्छ त्यो के हुन्छ त अपोजिट टु द डाइरेक्सन अफ अप्लाइड इलेक्ट्रिक फिल्ड हुन्छ किन हेर जुन अप्लाइड इलेक्ट्रिक फिल्ड हुन्छ त्यसको डाइरेक्सन के हुन्छ पोजिटिभदेखि नेगेटिभ हुन्छ कि हुँदैन सो अब हेर इलेक्ट्रोन त यतादेखि यता सर्छ कि सर्दैन भन त होइन इलेक्ट्रोन त नेगेटिभ टर्मिनलदेखि पोजिटिभ टर्मिनल आउँछ त जहिले पनि जुन यो भेलोसिटी छ ड्रिफ्ट भेलोसिटी जहिले पनि जुन अप्लाइड इलेक्ट्रिक फिल्ड हुन्छ त्यसको के हुन्छ अपोजिट डिरेक्सनमा हुन्छ ठिक छ जुन हामीले अप्लाइड इलेक्ट्रिक फिल्ड हेर्छौँ त्यसको के हुन्छ अपोजिट डिरेक्सनमा हुन्छ बस कुरो त्यही हो अर्को हेर दिस भेलोसिटी दिस यहाँ एउटा के छ भने यहाँ हेर नोट दिस भेलोसिटी इज रेस्पोन्सिबल फर द फ्लो अफ करेन्ट जति पनि करेन्ट फ्लो हुन्छ त्यो यही भेलोसिटीको कारणले हुन्छ अर्को भेलोसिटीको कारणले हुनेवाला छैन बुझ्यौ ड्रिफ्ट भेलोसिटीले हुन्छ अब इनिसियल भेलोसिटी जुन छ एकदम ठुलो त्यसले त फ्लो चारैतर्फ ठोकिँदैछ नि त त्यो ठोकिसकेपछि सबैको हामीले कन्सिडर गरिसकेको जुन एभरेज निकाल्छौँ हो त्यो एभरेजको कारणले चाहिँ के हुन्छ त हाम्रो करेन्ट फ्लो हुँदैछ भनेर बुझ्छौँ है त ओके अर्को स्लाइडमा जाउँ ल
के छ त हेर रिलेसनशिप बिट्विन ड्रिफ्ट भेलोसिटी एन्ड इलेक्ट्रिक करेन्ट के छ त रिलेसनशिप यिनीहरूको बिचमा सो हामीले यसमा डिराइभ गर्ने पर्छ क्या एउटा फर्मुला के हो त्यो आई इक्वल टु म चाहिँ भन्छु त्यसलाई हेर यसरी पढ्छु क्या त्यसलाई म हेर आई इक्वल्स टु भिइएनए भेना के अरे करेन्ट जुन हुन्छ त्यो कसको बराबर है तिम्रो भेनाको बराबर है त भेनाजुको बराबर भेना भन्छ नि भेना भेना पनि भन्छ क्या ठिक छ यो वर्ड तिमीहरूले सुनेको हुन्छ भेना भेना भनेर ठिक ल यहाँ चाहिँ के छ अब एउटा कन्डक्टर छ ठिक छ जसमा मैले के गरेको छु एउटा ब्याट्री हालिदिएको छु अब मैले हेर मैले कन्भेन्सनल करेन्ट लिएको छु होइन करेन्टको डाइरेक्सन हेरेर त पोजिटिभ टर्मिनल टु नेगेटिभ टर्मिनल लिएको छु ल कन्भेन्सनल करेन्ट जुन छ त्यो मेरो त्यो मैले लिएको छु ठिक छ करेन्टको डाइरेक्सन ल ओके सो डाइरेक्सन यतातिर छ जसको अपोजिटमा के छ त इलेक्ट्रिक फिल्डको इलेक्ट्रोनको मुभमेन्ट छ अभियसली होइन र इलेक्ट्रिक फिल्ड कतातिर छ यतातिर छ र हेर अब पोटेन्सियल यो जुन भिडी लेखेको छु यो पोटेन्सियल होइन यो के हो ड्रिफ्ट भेलोसिटी हो ठिक के हो यो ड्रिफ्ट भेलोसिटी र ड्रिफ्ट भेलोसिटीको डाइरेक्सन कतातिर अपोजिट टु द इलेक्ट्रिक फिल्ड ल ठिक छ अब कन्सिडर सबै गरिहाल होइन कन्सिडर के गर कन्सिडर यिनीहरू गर लेन्थ एलको छ क्रस सेक्सनल एरिया एको छ टोटल नम्बर अफ इलेक्ट्रोन पर युनिट भोल्युम चाहिँ एन छ जहिले पनि यो कुरा ध्यान दिने कि यो जुन फर्मुला छ त्यो फर्मुलामा यो जुन एन छ त्यसको के छ यो त पर भोल्युममा छ ठिक छ ल त्यसो भए टोटल चार्ज इन कन्डक्टर कति भयो हेर त टोटल चार्ज इन कन्डक्टर मैले के लेखेको छु एनइएल लेखेको छु किन एनइएल लेखेर हेर ल ल कुरो बुझ ल चार्ज इन कन्डक्टर होइन चार्ज इन कन्डक्टर हेर यसरी गर ल हेर चार्ज पर युनिट के गर तिमीहरू भोल्युम गर त्यो चाहिँ कति हुन्छ नम्बर अफ इलेक्ट्रोन पर युनिट भोल्युम इन्टु इलेक्ट्रोन हुन्छ कि हुँदैन हुन्छ र क्यू डिभाइडेड बाई यो जुन भोल्युम छ त्यो भोल्युम के हुन्छ जुन मेरो के छ कन्डक्टर सर यो सिलिन्ड्रिकल सेपमा छ यसको भोल्युम के हुन्छ एरिया अफ बेस इन्टु लेन्थ एरिया अफ बेसलाई एकछिनको लागि अहिलेलाई ए कन्सिडर गरौँ भने एएल इक्वल्स टु एनई त देयरफोर जुन नम्बर अफ चार्ज छ त्यो कति भइहाल्छ एनइएएलको बराबर भइहाल्छ ठिक छ त क्यू इक्वल्स टु एनइएएल भइहाल्यो अनि त्यहाँदेखि अब यसभन्दा अझै अगाडि जाने हो भने जुन मेरो इलेक्ट्रिकल करेन्ट छ त्यो के को बराबर हुन्छ क्यू अपन टी मैले पढाएको छ यस अब क्यू अपन टी छ भने क्यूको ठाउँमा एनइएल लगाइदेऊ डिभाइड बाई टी अब यो जुन एल अपन टी छ त्यो के हुन्छ मेरो भेलोसिटी अफ द इलेक्ट्रोन हुन्छ त आई इक्वल टु के आइहाल्यो एनइएभी आइहाल्यो जसलाई चाहिँ म कसरी पढ्छु आई इक्वल्स टु भेना भनेर पढ्छु ठिक छ जहाँ चाहिँ भीले के जनाउँछ ड्रिफ्ट भेलोसिटी इले इलेक्ट्रोनको चार्ज एनले के जनायो एनले नम्बर अफ इलेक्ट्रोन पर युनिट भोल्युम र एले चाहिँ एरिया ठिक छ सो करेन्ट यहीँबाट करेन्ट डेन्सिटी पनि निकाल्दा भयो करेन्ट डेन्सिटी जे इक्वल टु के हो आई अपन ए त्यहाँदेखि ए काटिन्छ त जे इक्वल टु के आउँछ भेन आउँछ भेन भिएन होइन नि फेरि ल अब ओम्स ल हेर ठिक छ यो ओम्स ल जुन छ नि ओम्स लले के भन्छ ओम्स ल स्टेट्स द्याट करेन्ट फ्लोज थ्रु अ कन्डक्टर इज डाइरेक्टली प्रोपोर्सनल टु द भोल्टेज प्रोड्युस अरे भी इज डाइरेक्टली प्रोपोर्सनल टु आई भी इक्वल टु आइआर पढेकै छ जहाँ चाहिँ के हो त आर इज द प्रोपोर्सनालिटी कन्स्टेन्ट कल्ड रेजिस्टेन्स अफ द कन्डक्टर ठिक छ आर हामी त्यहाँ त के थप्छौँ त एउटा प्रोपोर्सनालिटी कन्स्टेन्ट थप्छौँ जुन चाहिँ के हो रेजिस्टेन्स अफ द कन्डक्टर हो अब यो ल जुन छ नि हेर यो जुन ल छ यो ल कहाँ भ्यालिड यो ल सबैमा भ्यालिड हुँदैन सबै कन्डक्टरमा जुन कन्डक्टरले यो ललाई भ्यालिड गर्छ त्यसलाई चाहिँ हामी के भन्छौँ ओहमिक कन्डक्टर भन्छौँ ठिक छ ओहमिक कन्डक्टर भन्छौँ र जसले यो ल मान्दैन त्यसलाई चाहिँ हामी के भन्छौँ नन ओहमिक कन्डक्टर भन्छौँ ठिक छ जसले यो ललाई भ्यालिड मान्दैन त्यसलाई चाहिँ हामी नन ओहमिक कन्डक्टर भन्छौँ ल ठिक छ अब भेक्टोरियल रिप्रेजेन्टेसन अफ ओम्सलाई पनि हेरिहाल्छ चाहिँदैन तर यसलाई चाहिँ के को रिप्रेजेन्टेसन हामी हेर्छौँ करेन्ट डेन्सिटीको किनभने करेन्ट डेन्सिटी चाहिँ हाम्रो भेक्टर क्वान्टिटी छ नि त सो करेन्ट डेन्सिटी अफ एनी ओहमिक कन्डक्टर इज प्रोपोर्सनल टु द इलेक्ट्रिक फिल्ड एज लङ एज इट इज लो मात्र ठिक छ जबसम्म इलेक्ट्रिक फिल्ड लो छ त्यति बेला जुन करेन्ट डेन्सिटी छ डाइरेक्टली प्रोपोर्सनल टु द इलेक्ट्रिक फिल्ड हुन्छ है त है जबसम्म एज लङ एज इज यो पनि ध्यान दिने कि जबसम्म यो लो छ ठिक लो हाईमा होइन लोमा ठिक त जे इज इक्वल्स टु अब यसमा एउटा हामी जुन यो छ यो रो त्यसलाई चाहिँ के भनिन्छ त यहाँ कन्डक्टिभिटी अफ द मिडियम भनिन्छ जुन चाहिँ भेक्टर फर्म अफ ओम्स ल पनि हो अब यहाँ एउटा रिलेसन हुन्छ तिमीहरूको यहाँ तल अर्कोमा गरेको छ पनि कि छैन म एकछिन यहाँ गरिदिँदैछु तिमीहरूलाई हेर जुन यो कन्डक्टिभिटी हुन्छ नि जुन यो कन्डक्टिभिटी हुन्छ त्यो कन्डक्टिभिटी के हुन्छ भने कन्डक्टिभिटी इज 1/1 अफ रेजिस्टिभिटी पछि अगाडि गरेको छ होला रेजिस्टिभिटी भनेको रेजिस्टेन्स है रेजिस्टेन्स त्यो एउटाको सर्टेन होइन कति प्रपर्टी रेजिस्टिभिटी यो कुरा याद गरिहाल तिमीहरूको रो जुन हुन्छ 1/, के भन्छ सरी सिग्मा जुन हुन्छ त्यो 1/रो हुन्छ सो जे इक्वल्स टु यसरी लेख्दा भयो यदि म्याग्निट्युडको मात्र कुरो गर्ने भने जे इक्वल्स टु रो ई लेख्दा भयो यो यसको ठाउँमा सिग्माको ठाउँमा 1/रो हाल्दा भयो अकर्डिङ टु दिस सो जुन इलेक्ट्रिक फिल्ड छ त्यो कतिको बराबर आउँछ र त जुन इलेक्ट्रिक फिल्ड छ त्यो के को बराबर आउँछ जे इन्टु रेजिस्टिभिटीको बराबर आउँछ यो कुरा याद ध्यान दिऊ ठिक यो तिमीहरूको इम्पोर्टेन्ट एउटा हुन्छ तिमीहरूको फर्मुलाहरूमा के हुन्छ न्युमेरिकलहरूमा पनि अलिअलि आउँछ कतै कतै ठिक छ ल
अब अर्कोतिर हेर एक्सपेरिमेन्टल भेरिफिकेसन योमा गराउँदिन सबैलाई आउँछ हैन सर्टेन जस्तै ब्याट्री छ रेजिस्टर छ हैन यसको अराउन्डमा भोल्टेज नाप्नु पर्ने छ र सर्टेन अमाउन्ट अफ करेन्ट हामीले के हुन्छ यो रियोस्ट्याट हुन्छ ल यहाँ के हुन्छ रियोस्ट्याट हुन्छ यो रियोस्ट्याटमा चाहिँ के हुन्छ भने अब यसलाई घटबड गरेर हामी जुन सर्किटमा हाम्रो करेन्ट छ त्यसलाई बढाउँदै घटाउन सक्छौं र त्यो हेर्दाखेरि बढाउँदै घटाउँदै जुन हामीले करेन्ट र हाम्रो जुन भोल्युम रे करेन्ट र पोटेन्शियल डिफरेन्स छ त्यसमा चाहिँ करेन्ट र भोल्टेज छ त्यसमा एउटा के आउँछ लिनियर ग्राफ हुन्छ त्यसले के जनाउँछ त जुन करेन्ट छ त्यो डाइरेक्टली प्रोपोर्सनल टु भोल्टेज छ अथवा जुन भोल्टेज छ त्यो डाइरेक्टली प्रोपोर्सनल टु करेन्ट छ त्यो पनि हामीलाई दर्शाउँछ ठीक छ ओके दर्शाउँछ है त ल अब इलेक्ट्रिकल रेजिस्टेन्स ओके सो इलेक्ट्रिकल रेजिस्टेन्स हैन त सो व्हाट इज इलेक्ट्रिकल रेजिस्टेन्स नेपालीमा भन्दाखेरि हामी विरोध भन्न सक्छौं अथवा विरोध भन्दा पनि के नेपाली वर्डहरु जति स्पेक गर्न नगरौँ है रेजिस्टेन्स भनेको के छ के भनेको यसलाई चाहिँ रुकावट है मलाई चाहिँ बढी हिन्दी वर्ड्सहरु अलिअलि आउँछ है के रुकावट ठीक छ रुकावट भनेको अब बाधा भन्न पनि हुन्छ ठीक छ अब कुनै पनि कन्डक्टरमा इलेक्ट्रोन फ्लो हुँदाखेरि इलेक्ट्रोन फ्लो जो हुन्छ यानि कि करेन्ट जब फ्लो भइरहेछ हैन कुनै पनि कन्डक्टरमा एक्सनको लागि यदि करेन्ट फ्लो भइरहेछ र त्यो करेन्ट फ्लो गरिसकेपछि कति चाहिँ त्यो इन्डक्टरमा अथवा कन्डक्टरमा करेन्ट फ्लो हुन सक्दैछ त ठिक जस्तै कसरी बुझ्न सक्छौ भने नि तिमी जस्तै फर एक्जाम्पल यो जस्तै पनि कुनै पनि कन्डक्टर छ ठीक छ अब यसबाट चाहिँ करेन्ट पास हुँदैछ नि त अब यो यसबाट जुन करेन्ट पास हुँदैछ त्यो पास हुनलाई कति चाहिँ यो कन्डक्टरले बाधा रुकावट अथवा बाधा प्रदान गर्दैछ त त्यो बाधालाई चाहिँ हामी के भन्न सक्छौं त रेजिस्टेन्स भन्न सक्छौं मतलब यसलाई कतिको गाह्रो हुँदैछ त यो कन्डक्टर करेन्टलाई चाहिँ कतिको गाह्रो हुँदैछ त यो कन्डक्टरबाट जानको लागि त्यसलाई चाहिँ हामी के भन्छ त रेजिस्टेन्स भन्छौं ठीक छ त रेजिस्टेन्स इक्वल्स टु v बाइ आर यो सबै ओमिक रेजिस्टरमा अनि फेरि यो जुन आर इक्वल टु vi छ यो सबैमा यो कुनमा मात्र लाग्छ ओमिक कन्डक्टरहरुमा मात्र लाग्छ केमा मात्र लाग्यो ओमिक कन्डक्टरमा मात्र लाग्यो नन ओमिक कन्डक्टरमा लागेन ठीक छ अब यदि हामी यसको युनिटको कुरो गर्छौं भने युनिट चाहिँ हामी ओम भन्छौं है ओम के भन्छौं ओम भन्छौं र यसको सिम्बल के यस्तो हुन्छ जुन चाहिँ के हुन्छ 1 भोल्ट पर एम्पियर को बराबर हुन्छ के भनिन्छ यसलाई सिम्बल चाहिँ यसको ओम हुन्छ जुन चाहिँ कतिको बराबर हुन्छ 1 भोल्ट्स पर एम्पियर को बराबर हुन्छ जस्तै अब कज अफ रेजिस्टेन्स चाहिँ के हो हेर द फ्रिक्वेन्ट कोलाइजन अघि जब जो करेन्ट हेर जुन कन्डक्टरमा जुन थियो त्यतिबेला जुन इलेक्ट्रोन फ्लो हुँदै थियो त्यो इलेक्ट्रोन फ्लो हुँदैखेरि के हुँदै थियो वाल्स र ल्याटिस साइड्सहरुमा के हुन्छ त त्यो के हुन्छ ठोक्किन्छ जसले गर्दाखेरि त्यो जुन मुभमेन्ट छ त्यो मुभमेन्टमा चाहिँ अलिकति हामीलाई गाह्रो पर्छ अब इलेक्ट्रोनको मुभमेन्टमा गाह्रो पर्यो भने के हुन्छ करेन्ट फ्लो हुन पनि के हुन्छ त गाह्रो पर्छ ठीक छ ल अब त्यसपछि हेर रेजिस्टेन्स एन्ड टेम्परेचर अब रेजिस्टेन्स एन्ड टेम्परेचर को यसको रिलेसन छ मतलब टेम्परेचर ओके सो हेर रेजिस्टेन्स एन्ड टेम्परेचर मतलब रेजिस्टेन्सको चाहिँ के छ त टेम्परेचरसँग रिलेसन छ त्यो हेर्छौँ हामी कि रेजिस्टेन्सलाई अब टेम्परेचर बढाउँदाखेरि के हुन्छ टेम्परेचर घटाउँदाखेरि के हुन्छ अब सिम्पल टर्म्सहरुमा यदि तिमी मलाई भन्छौ भने कुरो बुझ ल सो अब हेरौँ रेजिस्टेन्स र टेम्परेचर हैन ल कुरो बुझ्ने ट्राई गर के छ भने जुन हामीले अघिल्लो भर्खर गर्यौं रेजिस्टेन्स के को कारणले आउँछ सो रेजिस्टेन्स के को कारणले आउँछ रेजिस्टेन्स आउँछ त्यो कोलिजनहरुको कारणले यस कोलिजन इन ल्याटिस साइड्स ल्याटिस र त्यो आफै एटम्सहरुको बीचमा जुन कोलिजन हुन्छ त्यसको कारणले रेजिस्टेन्स आउँछ ठीक छ अब यदि मैले टेम्परेचर बढाइदिए भने टेम्परेचर बढाइदिए भने त्यो जुन काइनेटिक एनर्जी छ इलेक्ट्रोनको त्यो पनि बढ्छ बढ्दैन काइनेटिक एनर्जी बढ्यो भने कोलिजन पनि बढ्छ सो कोलिजन बढिसकेपछि के हुन्छ त रेजिस्टेन्स अटोमेटिकली के हुन्छ त बढ्छ ठीक छ त मतलब के छ त द रेजिस्टेन्स अफ द कन्डक्टर इज अब्जर्भ टु बी इन्क्रिज बाइ द इन्क्रिजिङ टेम्परेचर ठीक छ ल त्यो चाहिँ हामीले कसरी चाल पाउँछ त हेर त्यो चाहिँ अब एउटा फर्मुला ड्राइभ गर्नु θ1 डिग्री एउटा सर्टेन डिग्री सेल्सियस r1 त्यसपछि अलिकति बढाइसकेपछि r2 ठीक छ जुन इन्क्रिज इन टेम्परेचर त्यो चाहिँ के पायो त थीटा माइनस θ2 इन्टु r1 पाइएको छ ठीक छ इज डाइरेक्टली मतलब जुन इन्क्रिज इन टेम्परेचर छ नि जुन इन्क्रिज इन रेजिस्टेन्स छ त्यो चाहिँ के को प्रोपोर्सनल पाइयो त इनिशियल रेजिस्टेन्सको प्रोपोर्सनल पाइयो र जुन इन्क्रिज इन रेजिस्टेन्स छ त्यो चाहिँ के को प्रोपोर्सनल पाइयो त त्यो चाहिँ के को प्रोपोर्सनल पाइयो त θ2 माइनस θ1 मतलब इन्क्रिज इन टेम्परेचरको प्रोपोर्सनल पाइयो अब यो दुईटा प्रोपोर्सनल पाइसकेपछि टक्कसँगले यहाँ एउटा रिलेसन लेखेको छु मैले हेर
दुईटै त्यो माथितिर प्रोपोर्सनल दुईटैलाई कम्बाइन गरेर यो लेखेको छु त्यसपछि इक्वल्स टु अल्फा दिएको छु जुन चाहिँ अल्फा चाहिँ के हो त मेरो प्रोपोर्सनालिटी कन्स्टेन्ट हो जुनको भ्यालु चाहिँ के हुन्छ त हेर त रिलेसन जुनको भ्यालु चाहिँ के हुन्छ त अल्फा इक्वल टु डेल्टा आर लेखेको छु हेर डेल्टा आर यसलाई डेल्टा आर यसलाई डेल्टा थीटा पनि लेख्दा हुन्थ्यो ठिक छ त्यसको जेनरल फर्मुला यहाँदेखि कति आइहाल्छ जुन यो अल्फा छ हैन अल्फा इक्वल्स टु डेल्टा आर अपन आर डेल्टा थीटा ठिक छ एल डेल थीटा सो यो पनि आइहाल्थ्यो रिलेसन चाहिँ हामीले याद गर्नुपर्ने रिलेसन चाहिँ इन्क्रिज हुन्छ भनेर हो इन्क्रिज इन टेम्परेचर यो चाहिँ हो हामीले याद गर्नुपर्ने कुरो ठिक छ बुझ्नुपर्ने ल ठिक छ सो ओके रेजिस्टिभिटी हेर रेजिस्टिभिटी भनेको अब रेजिस्टेन्स त एउटा के भन्छ रुकावट हो त्यो रुकावट अथवा बाधा हो त्यो बाधा चाहिँ कुन प्रपर्टीले होइन त्यो बाधा चाहिँ जुन प्रपर्टीले आउँछ त्यो प्रपर्टीले चाहिँ हामी के भन्छौँ त रेजिस्टिभिटी भन्छौँ के भन्छौँ रेजिस्टिभिटी भन्छौँ सिम्पल छ त्यस्तो गाह्रो छैन ठिक अब के अब्जर्भ गर्यो भने इट वाज अब्जर्भ द्याट जुन रेजिस्टेन्स छ त्यो चाहिँ के को डाइरेक्टली प्रोपोर्सनल छ त लेन्थ अफ द कन्डक्टरको डाइरेक्टली प्रोपोर्सनल छ मतलब जसरी जसरी लेन्थ बढ्दैछ त्यसरी त्यसरी मेरो रेजिस्टेन्स पनि बढ्दैछ र जसरी 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 एउटा कुरा चाहिँ के पाइयो कि जति मोटो कन्डक्टर जति मोटो भन्नाले यसरी होइन जति त्यसको एरिया अफ क्रस सेक्सन बढी होइन त्यति चाहिँ त्यसको रेजिस्टेन्स चाहिँ के देखियो त कम्ती देखियो मिन्स जुन रेजिस्टेन्सको एरियासँग रिलेसन छ त्यो के देखियो त इन्भर्सली प्रोपोर्सनल देखियो यदि त्यो दुइटालाई कम्बाइन गर्यो भने आर इज डाइरेक्टली प्रोपोर्सनल टु एल बाई ए आयो होइन अनि त्यसपछि त्यो दुइटालाई चाहिँ अब यसमा चाहिँ एउटा प्रोपोर्सनालिटी कन्स्टेन्ट हाल्यो रो ठिक छ जुनलाई चाहिँ के भन्यो त जसलाई चाहिँ के भन्यो त रेजिस्टिभिटी भन्यो के भन्यो रेजिस्टिभिटी भन्यो के भयो रेजिस्टिभिटी ठिक छ रेजिस्टेन्स र रेजिस्टिभिटी दुइटै अलग अलग टर्महरू हुन् रेजिस्टेन्स भनेको एउटा क्यारेक्टर हो र त्यो क्यारेक्टर देखाउने प्रपर्टीलाई चाहिँ रेजिस्टिभिटी भन्छ ठिक छ ओके वेयर रो इज द रेजिस्टिभिटी अफ द मटेरियल ठिक छ आर इक्वल्स यहाँदेखि यदि म रेजिस्टिभिटीको भ्यालु निकाल्छु भने त्यो के हुन्छ आरए बाई एल आउँछ के आउँछ त्यो आरए बाई एल आउँछ ठिक छ सिम्पल छ केही गाह्रो छैन अब रेजिस्टिभिटी एन्ड टेम्परेचर हेरौँ ल अब रेजिस्टेन्स इन्क्रिज गर्छ भने अभियसली सायद रेजिस्टिभिटीको केही न केही टेम्परेचरसँग रिलेसन त होला त्यो हेरौँ यसरी के छ त द रेजिस्टिभिटी अफ द मेटालिक कन्डक्टर नियरली always increases with the increasing temperature obviously resistance increase गर्छ भने रेजिस्टिभिटी पनि इन्क्रिज गर्नुपर्छ यसको डेरिभेसन त्यति इम्पोर्टेन्ट छैन र यो पनि त्यति धेरै तिमीहरूलाई सोध्दैन ठिक छ यो जुन यो पनि डिराइभ तिमीहरूको त्यहीबाट भएको जुन R2 - R1 थियो नि त्यसबाटै भएको ठिक छ ल त त्यो चाहिँ के हुन्छ जुन अब यो याद गरिहाल भनेर भन्छु म चाहिँ होइन त्यति धेरै तिमीहरूलाई त्यति आउँदैन यो कुरा ठिक छ यो चाहिँ के हो भने जुन तिमीहरूको रो हुन्छ त्यो के हुन्छ रो नट 1 प्लस अल्फा थीटा 2 माइनस के हुन्छ थीटा 2 माइनस थीटा 1 अब हेर त यो 1 प्लस यानि कि अभियसली के हुने रहेछ इन्क्रिज हुने रहेछ ठिक छ त्यसरी बुझ्दा हुन्छ अब यो ग्राफ्सहरू हेरिहाल ल यो चाहिँ के हो भने हेर यो मेटलको यो सेमी कन्डक्टर र यो सुपर कन्डक्टर कसको रेजिस्टिभिटी र टेम्परेचर हेर ल रेजिस्टिभिटी र टेम्परेचरको ग्राफ्सहरू हेर जुन मेरो ओमिक कन्डक्टर छ नि जुन मेरो ओमिक कन्डक्टर छ त्यसमा रेजिस्टिभिटी र टेम्परेचरको जुन रिलेसन छ त्यो चाहिँ कस्तो आउँछ त्यसको ग्राफ चाहिँ कस्तो आउँछ त यस्तो आउँछ एउटा इनिसियल जुन 0 डिग्री सेल्सियसमा पनि यसको केही न केही के हुन्छ त रेजिस्टिभिटी हुन्छ ठिक छ सो यसरी के हुन्छ त्यो यसरी के गर्छ त यसरी 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 इन्क्रिज हुन्छ ठिक छ ल अनि यो चाहिँ सेमी कन्डक्टरमा चाहिँ यसरी तिमीहरूको आएको हुन्छ ल अनि त्यसपछि सुपर कन्डक्टरमा चाहिँ यसरी यसको रिलेसन हुन्छ सुपर कन्डक्टर भनेको एकदम राम्रो कन्डक्टर हो एकदम मतलब सुपर कन्डक्टर इन रियालिटीमा सुपर कन्डक्टर जस्ट एक्जिस्ट भन्दा पनि हुन्छ क्या है बुझ्यौ अब सेमी कन्डक्टर त एक्जिस्ट गर्छ जसमा चाहिँ के अघि भर्खर भने इलेक्ट्रोन्स एन्ड होल्स हुन्छ यो कुरा यो ग्राफ चाहिँ तिमीहरूले सम्झिँदा राम्रो ओके ल यो मेटल्समा चाहिँ के सो हुन्छ भने यो जुन रेजिस्टिभिटी र टेम्परेचर छ भने तिनीहरूको बिचमा डाइरेक्ट रिलेसनसिप हुन्छ के हुन्छ डाइरेक्ट रिलेसनसिप हुन्छ र तिनीहरूको ग्राफ केही हदसम्म यहाँ लिनियरली जस्तै नै देखिन्छ एउटा सर्टेन टेम्परेचर पछि इन्क्रिज गर्दै गर्दै एउटा चाहिँ केही हदसम्म एउटा लिनियरली ग्राफ नै देखिन्छ अब अप्रोक्सिमेटली लिनियरली देखिन्छ त्यति पुरै लिनियर त होइन अप्रोक्सिमेटली डाइरेक्ट रिलेसनसिप देखिन्छ तर सेमी कन्डक्टरमा आउँछ भने सेमी कन्डक्टरमा याद राख्नु कि जसरी जसरी हामी टेम्परेचर इन्क्रिज गर्छौँ जसरी जसरी हामी टेम्परेचर इन्क्रिज गर्छौँ रेजिस्टिभिटी चाहिँ के गर्छ त डिक्रिज गर्छ सेमी कन्डक्टरमा चाहिँ के हुन्छ त डिक्रिज गर्छ त्यसैले यसको ग्राफ चाहिँ के आएको छ मेरो अलिकति यस्तो आएको छ कुरो बुझ्यौ अब सुपर कन्डक्टर भनेको चाहिँ के हो भने हेर बुझ एकचोटि फेरि म बुझाइदिन्छु मजाले तिमीहरूलाई सुपर कन्डक्टर भनेको एउटा सर्टेन टेम्परेचर पछि कन्डक्टर्सहरू जुन हुन्छ नि जुन कन्डक्टर्सहरू हुन्छ त्यो चाहिँ के हुन्छ त जुन कन्डक्टर्सहरू हुन्छ त्यो चाहिँ के हुन्छ त
तिनीहरुको रेजिस्टिभिटी जुन छ, जुनको रेजिस्टिभिटी छ त्यो चाहिँ के हुन्छ, अप्रोक्सिमेटली इक्वल टु 0 भइहाल्छ एउटा सर्टेन टेम्परेचर। त्यो टेम्परेचरलाई के भन्ने, त्यो टेम्परेचरलाई भन्ने क्रिटिकल टेम्परेचर। के भन्ने त्यसलाई, क्रिटिकल टेम्परेचर भन्ने। ठीक छ। अब यो नेचुरली त एक्जिस्ट गर्ने नै भएन अब्भियसली हैन, यसलाई सर्टेन टेम्परेचर पछि चाहिन्छ। ठीक हो। त यो यति एकछिनको लागि टीसी हो भने यहाँ चाहिँ के हुन्छ, सर्टेन टेम्परेचर पछिको ड्रप पछि चाहिँ त्यसभन्दा कम्ती गर्यो भने त्यो रेजिस्टिभिटी नेचुरली डिक्रिजेस टु कति, 0, अटोमेटिकली 0 भइहाल्छ। र त्यसभन्दा अगाडि चाहिँ सेम त्यही कन्डक्टर जस्तो, हेर यो कन्डक्टर जस्तै लिनियरली ग्राफ त्यसभन्दा पछि देखाउँछ, तर एउटा सर्टेन टेम्परेचर पछि चाहिँ के हुन्छ त, अप्रोक्सिमेटली इक्वल टु 0 भइहाल्छ। त्यसैले त्यसलाई के भनिन्छ त, सुपर कन्डक्टर भनिन्छ। र पर्फेक्ट कन्डक्टर के हो, पर्फेक्ट, यसमा एउटा पर्फेक्ट कन्डक्टर पनि आउँछ। त्यो चाहिँ के हो त, यसमा एउटा तिमीहरूलाई पर्फेक्ट कन्डक्टर भनेर पनि भन्छ। त्यो चाहिँ के हो, जसको पर्फेक्ट कन्डक्टर आर द कन्डक्टर जसको रेजिस्टेन्स चाहिँ के छ, 0 छ, 100% 0 छ भने त्यसलाई पर्फेक्ट कन्डक्टर भनिन्छ एट अल द टेम्परेचर्स, जुन चाहिँ प्र्याक्टिकली इज इम्पोसिबल। ठिक छ। ल अब कन्डक्टेन्स हेरिहाल। कन्डक्टेन्स, द रेसिप्रोकल अफ द रेजिस्टेन्स इज कल्ड कन्डक्टेन्स। ओके, बुझिहाल, त्यसमा के गाह्रो छैन, यो सिम्पली एउटा टर्म्सहरू हुन्। ठिक छ। अनि कन्डक्टिभिटी, कन्डक्टिभिटी अघि भनेको थिएँ, द रेसिप्रोकल अफ रेजिस्टिभिटी इज कल्ड कन्डक्टिभिटी। ल ल अब हेर, सुपर कन्डक्टर एन्ड पर्फेक्ट कन्डक्टर अघिको कुराहरू एक्सप्लेन। एट भेरी लो टेम्परेचर द रेजिस्टेन्स अफ सम मेटल बिकेम 0। ठिक छ। एउटा सर्टेन टेम्परेचर पछि रेजिस्टेन्स अफ सम मेटल के भइहाल्छ, 0 भइहाल्छ। त त्यसलाई के भन्ने, सुपर कन्डक्टर भन्ने। अब पर्फेक्ट कन्डक्टर इज अ कन्डक्टर विथ 0 रेजिस्टिभिटी, जसको रेजिस्टिभिटी के होस् त, 100% 0 होस्, जुनसुकै टेम्परेचरमा भने त्यसलाई हामी के भन्छ त, पर्फेक्ट कन्डक्टर भन्छ। यो कुराहरू मैले एक्सप्लेन गरिसकेँ। अर्को हेर, के छ तिमीहरूले ओमिक एन्ड नन ओमिक रेजिस्टेन्सेस। ठिक छ। हेर, ओमिक एन्ड नन ओमिक रेजिस्टेन्स मतलब यस्तो दुई तीन खालको कन्डक्टरहरू हुन्छ, जसमा चाहिँ जुन चाहिँ के हुन्छ, ओमिक, नन ओमिक होइन, सेमी कन्डक्टर, त्यस्तो खालको कन्डक्टरहरू हुन्छ जसले चाहिँ ओम्स ल फलो गर्छ अथवा गर्दैन। त्यसको आधारमा जसले भी इक्वल टु आइआर फलो गर्छ त्यसलाई ओमिक कन्डक्टर भन्ने, जसले गर्दैन त्यसलाई नन ओमिक कन्डक्टर भन्ने। अब हेर, सेमी कन्डक्टर डायोडमा हेर त, जुन करेन्ट र त्यसको ग्राफ हुन्छ केही तिमीहरूको यस्तो आउँछ। ठिक छ। यो सबै क्लास 12 को हो, यो चाहिँ होइन, यो वाला यिनीहरू टर्महरू तिमीले हेर्छौ क्लास 12 मा, टेन्सन नगर तिनीहरूको। बस यति बुझिहाल कि ओमिक कन्डक्टर नन ओमिक कन्डक्टर हुन्छ। अगाडि पनि एक्सप्लेन गरेकै थिएँ मैले। ल अर्कोमा जाउँ, के छ त, ल अब चाहिँ आयो नि त मेन त, के आयो त, अब सिरिज कम्बिनेसन अफ रेजिस्टेन्सेस। ल मजाले बुझ ल, सिरिज कम्बिनेसन भनेको, अब हेर ल, यो सेम उस्तै क्यापासिटर जस्तै हुन्छ, कम्बिनेसन्सहरू सेम क्यापासिटर जस्तै हुन्छन्, तर 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 फर्मुला चाहिँ ठ्याक्कै अपोजिट आउँछ। फर्मुला ठ्याक्कै अपोजिट, के त, ठ्याक्कै अपोजिट। ठिक छ। अब जसले मेरो क्यापासिटरको लेक्चर हेरेको छैनौ, त्यो क्लास कतिको, क्लास 11 को प्लेलिस्ट, क्लास 11 होइन, यस क्लास 11 को प्लेलिस्ट तिमीहरू गएर हेर्न सक्छौ। त्यहाँ क्लास 11 फिजिक्स इन 30 days को प्लेलिस्टमा मैले हिजो भर्खर लेक्चर मेरो क्यापासिटेन्समा सकिएको छ। सो क्यापासिटेन्समा सकिएको छ र गएर त्यो हेर्न सक्छौ। त्यसमा मैले सिरिज एक्सप्लेन गरेको छु, सिरिज र प्यारलल एकदम मजाले। ठिक छ। पोटेन्शियल मेथड, विल्सन मेथड सबै एक्सप्लेन गरिएको छ। अब हेर, सिरिज कम्बिनेसन अफ द रेजिस्टेन्समा जुन सिरिज कम्बिनेसन छ त्यसमा चाहिँ हामी कसरी गर्छौँ हेर ल। हेर, रेजिस्टेन्स जस्तै क्यापासिटेन्स थियो नि मेरो, हेर क्यापासिटेन्समा सिरिजमा के आउँथ्यो, जुन सी इक्विभ्यालेन्ट हुन्थ्यो त्यो कति हुन्थ्यो, सरी सिरिजमा के हुन्थ्यो, 1/c इक्विभ्यालेन्ट के हुन्थ्यो, 1/c1 प्लस 1/c2 प्लस 1/c3 हुन्थ्यो। ठिक छ। तर रेजिस्टरमा सरी अनि जुन यो त के हो, यो सिरिजमा हो। र यदि प्यारललमा हुन्थ्यो भने के हुन्थ्यो, प्यारललमा हुन्थ्यो सी इक्विभ्यालेन्ट जुन हुन्थ्यो त्यो कति हुन्छ, c1 प्लस c2 प्लस c3 हुन्थ्यो। तर यो जुन अब रेजिस्टेन्स छ नि, रेजिस्टेन्समा यसको ठ्याक्कै अपोजिट हुन्छ क्या, ठ्याक्कै अपोजिट। अब चाहिँ रेजिस्टेन्समा के भइदिन्छ भने, जुन रेजिस्टेन्समा के भइदिन्छ भने, जुन प्यारलल छ, प्यारललमा चाहिँ के भइदिन्छ, प्यारललमा 1/r इक्विभ्यालेन्ट चाहिँ के भइदिन्छ, 1/r1 प्लस 1/r2 प्लस 1/r3 भइदिन्छ। र जुन मेरो सिरिज छ त्यसमा चाहिँ के भइदिन्छ, जुन r इक्विभ्यालेन्ट छ त्यो चाहिँ कति भइदिन्छ, r1 प्लस r2 प्लस r3 डट 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 त्यस्तै भइहाल्छ। ठिक छ। बुझेको बुझेन, बुझ्यो होला हैन। ल त्यो कुरा तिमीहरूको सिरिज, प्यारलल र रेजिस्टेन्सहरूमा आइहाल्छ। ठिक। यो प्यारलल त्यो यसको र यसको पनि बुझ्यो, ठ्याक्कै अपोजिट ल, यसको ठ्याक्कै अपोजिट। ल अब हामी त्यो चाहिँ कसरी हुन्छ त त्यो डिराइभ गर्नतिर जाउँ। सिरिज कम्बिनेसनको हेर, सेम करेन्ट थ्रु जहिले पनि याद गर्ने, जुन हामी यदि सिरिज कम्बिनेसन बनाउँदैछौँ भने त्यसमा चाहिँ के हुन्छ त, करेन्ट चाहिँ सेम हुन्छ। ल के सेम हुन्छ, करेन्ट सेम हुन्छ। र टोटल पोटेन्शियल डिफरेन्स चाहिँ, पोटेन्शियल चाहिँ के हुन्छ, भेरिएबल गर्छ। पोटेन्शियल चाहिँ के हुन्छ, भेरिएबल हुन्छ। यानि कि पोटेन्शियल चाहिँ के हुन्छ त, यहाँको पोटेन्शियल, यहाँको पोटेन्शियल, यहाँको पोटेन्शियल, त्यो चाहिँ के हुन्छ, यो यहाँको पोटेन्शियलको बराबर हुन्छ। ल त्यस्तो हो भने v इक्वल्स टु v1 प्लस v2 प्लस v3 लेख्दा भयो। र यो v इक्वल टु ओमिक कन्डक्टर r इक्विभ्यालेन्ट लेख्दा भयो, आइआर नेट होइन। सो यसको त आइआर1, यसको आइआर2, यसको आइआर3 लेख्दा भयो। अब यो
आई यहाँ तीनटैबाट आई कमन निकाल्ने R1 + R2 + R3 जुन R इक्विभ्यालेन्ट आयो त्यो कति आयो R1 + R2 + R3 आयो। अब यो चाहिँ केमा यो सिरिजमा केमा सिरिजमा आयो जब के छ कम्बिनेसन मेरो सिरिज कम्बिनेसन छ के छ त सिरिज कम्बिनेसन है आउँछ है यस्तो एक्जाममा ठीक R इक्विभ्यालेन्ट प्रुफ गर भनेर। तर प्यारलल कम्बिनेसनमा हेर प्यारलल कम्बिनेसन टोटल पोटेन्शियल्स कन्स्टेन्ट रहन्छ खाली के चेन्ज हुन्छ त करेन्ट चेन्ज हुन्छ के चेन्ज हुन्छ करेन्ट चेन्ज हुन्छ प्यारललमा। यदि करेन्ट चेन्ज हुँदैछ भने करेन्ट हेर त जुन करेन्ट छ करेन्ट त अब कन्स्टेन्ट नै रहने भयो त वान करेन्ट जुन मेन करेन्ट छ त्यो इक्वल टु कति भइहाल्छ यहाँबाट जुन करेन्ट निस्किएको छ त्यो यहाँ गएर डिस्ट्रिब्युट त भएको छ अरू त केही होइन त आई इक्वल्स टु I1 + I2 + I3 भइहाल्छ जसबाट चाहिँ आई को भ्यालु के लेख्न मिल्यो जस्तै V इक्वल टु IR छ भने आई को भ्यालु कति लेख्न मिल्छ V/R लेख्न मिल्छ। सो यो नेट हो त यसलाई V1 R इक्विभ्यालेन्ट यदि R इक्विभ्यालेन्ट भनेको के हो यो तीनटैले मिलाएर जति नेट गर्दैछ त्यो हैन त I1 इक्वल टु V/R1 I2 इक्वल टु V/R2 र I3 इक्वल टु V/R3 जहाँबाट त यो V सबैबाट V कमन तानेर V काट्दा भयो र V काट्ने बित्तिकै के भइहाल्छ त 1/R इक्विभ्यालेन्ट 1/R1 + 1/R2 + 1/R3 भइहाल्छ ठीक छ यो याद गर्नु पर्यो तिमीहरुले। ल अब हेर इलेक्ट्रोमोटिभ फोर्स EMF अफ अ सोर्स ल के छ त हेर द प्रपर्टी अफ अ सेल दैट मेक्स अ चार्ज टु मुभ इन अ पार्टिकुलर डाइरेक्सन इज कल्ड इलेक्ट्रोमोटिभ फोर्स। यो रियालिटीमा फोर्स चाहिँ होइन ल यो चाहिँ रियालिटीमा के हो यो चाहिँ रियालिटीमा तिमीहरुको वर्क डन हो के हो वर्क डन हो जुन चाहिँ जसले चाहिँ के गर्दैछ त तिमीहरुको जसले चाहिँ के गर्दैछ तिमीहरुको जुनसुकै कहाँ इलेक्ट्रोन जुन चार्ज छ त्यो चार्जलाई के गर्दैछ त एउटा जुन मेरो सर्किट छ त्यो भरि के गर्छ नचाउँदैछ अथवा कुदाउँदैछ त्यसलाई चाहिँ हामी के भन्छौँ त इलेक्ट्रोमोटिभ फोर्स भन्छौँ। एक्चुअली इट इज नट अ फोर्स इट इज अ वर्क डन इन मुभिङ अ चार्ज अराउन्ड द सर्किट ठीक EMF। ल अर्को हेर इन्टरनल रेजिस्टेन्स वाट इज द इन्टरनल रेजिस्टेन्स। अब जुनसुकै यदि हेर जहिले पनि के जुनसुकै सर्किट एलिमेन्ट तिमीहरू हाल होइन सर्किट एलिमेन्ट भनेको सर्किटमा जुनसुकै एलिमेन्ट हाल जुनसुकै सब्सटेन्स हाल त्यसको आफ्नै एउटा रेजिस्टेन्स हुन्छ किनभने त्यसबाट चार्ज फ्लो गर्छ भने त्यसको वाल्समा पनि चार्ज त ठोकिन्छ अभियसली कि ठोकिँदैन ठोकिन्छ होइन जसले गर्दाखेरि रेजिस्टेन्स प्रड्युस हुन्छ त्यो रेजिस्टेन्स प्रड्युस भएकोलाई चाहिँ हामी के भन्छौँ इन्टरनल रेजिस्टेन्स भन्छौँ जुन चाहिँ एक्चुअली बाहिरबाट देखिँदैन तर त्यसले रियालिटीमा रेजिस्टेन्सको काम चाहिँ गरिरहेको हुन्छ ठिक छ। त्यसै गरी जुन मेरो सेल हुन्छ यानि कि ब्याट्री जुन मेरो ब्याट्री छ त्यसको पनि एउटा सर्टेन आफ्नो रेजिस्टेन्स हुन्छ जसलाई हामी के भन्छौँ त इन्टरनल रेजिस्टेन्स भन्छौँ। त्यसलाई हामी कि त यसरी डिनोट गर्दा हुन्छ कि त त्यो यसरी डिनोट भएको हुन्छ डिनोसन त्यसको अलग अलग तरिकाले हुन्छ तिमीहरूले डिनोसन जस्तो दिएको छ त्यो दुईटै यस्तो खालको दुईटै दिएको छ भने तिमीहरूले यो स्मल आर बस यति बुझ्ने कि यो स्मल आर दियो भने त्यो चाहिँ इन्टरनल रेजिस्टेन्स दिएको होला। ल इन्टरनल रेजिस्टेन्स केमा डिपेन्ड गर्छ त त्यो हेरिहाल डिपेन्ड अपन द डिस्टेन्स बिट्विन द इलेक्ट्रोड्स त्यो पोजिटिभ र नेगेटिभ टर्मिनल कति टाढा छ त त्यसमा डिपेन्ड गर्छ होइन। अनि त्यसपछि के भनेको छ ग्रेटर द कन्डक्टिभिटी लेसर द रेजिस्टेन्स अभियसली कन्डक्टिभिटी जसको बढी रेजिस्टेन्स त्यसको कम्ती किनभने कन्डक्टिभिटी इक्वल टु 1 अपन रेजिस्टेन्स थाहा छ नि त मलाई होइन। सो एरिया अफ प्लेट्स अब एरिया कति छ त्यसमा पनि डिपेन्ड गर्छ इन्टरनल रेजिस्टेन्स। सो इन्टरनल रेजिस्टेन्स डजन्ट डिपेन्ड अपन द करेन्ट अर द पोटेन्शियल डिफरेन्स। ल अब टर्मिनल पोटेन्शियल डिफरेन्स हेरिहाल ल हेर नेट EMF र टर्मिनल पोटेन्शियल डिफरेन्समा फरक छ। टर्मिनल पोटेन्शियल डिफरेन्स इज डिफाइन्ड एज द पोटेन्शियल डिफरेन्स बिट्विन द पोजिटिभ एन्ड द नेगेटिभ एन्ड्स अफ द सेल। ल कुरो बुझ ल हेर EMF रियालिटीमा तिमीहरूको हेर EMF जुन हेर जुन अरे तरिका हेर जुन EMF छ त्यो एकछिनको लागि कुनै पनि सेलको 10 भोल्टको EMF छ अरे ठिक छ। ल EMF कति भोल्टको छ 10 भोल्टको छ तर त्यो जुन त्यसले जुन चार्जलाई घुमाउँछ नि होइन एक आपसमा जस्तै इलेक्ट्रोड यहाँ छ होइन इलेक्ट्रोड यसको यतादेखि यता तिमीहरूको यसरी फ्लो छ ठिक छ यसले चार्जलाई यतादेखि यता घुमाउँछ नि होइन घुमाउँछ घुमाउँदैन। अब यदि यो सेलको आफ्नै इन्टरनल रेजिस्टेन्स छ भने होइन इन्टरनल रेजिस्टेन्स छ भने यहाँ पोजिटिभ र यहाँ जुन नेगेटिभ यसरी घुम्दैछ घुमेर जुन आउँदैछ त्यसले वर्क डन त यो इन्टरनल वर्क त्यसको जुन पुरै यो जुन EMF छ EMF के हो वर्क डन हो कि होइन। सो वर्क डन केमा लाग्यो भन त एउटा त चार्जलाई यहाँदेखि यहाँसम्म रोटेट गर्नुमा लाग्यो हो कि होइन। EMF केमा युज हुँदैछ पहिलो युज हुँदैछ चार्जलाई मुभ गर्नुमा चार्जलाई के गर्नु मुभ गर्नुमा ठिक छ। अनि अर्को के युज हुँदैछ अर्को यसलाई यो इन्टरनल रेजिस्टेन्ससँग फाइट गर्नलाई पनि युज हुँदैछ हो कि होइन। सो जुन EMF हुन्छ त्यो के हुन्छ भी भनेको पोटेन्शियल भनेको यसलाई यो चार्जलाई यहाँदेखि यहाँसम्म पुरै सर्किटमा मुभ गराउनलाई कति मेरो वर्क डन भयो त्यसलाई चाहिँ पोटेन्शियल भन्ने ठिक छ पोटेन्शियल ओके प्लस केमा युज भएको छ इन्टरनल रेजिस्टेन्समा प्लस IR V प्लस IR जहाँबाट मेरो V को भ्यालु के आउँछ E माइनस
आइआर आउँछ। ई भनेको के हो इलेक्ट्रोमोटिभ फोर्स हो हैन। यहाँ चाहिँ इएमएफ माइनस आइआर भइहाल्छ जहाँबाट यो जुन भी को भ्यालु आउँदैछ त्यो चाहिँ के हुन्छ मेरो टर्मिनल पोटेन्शियल डिफरेन्स हुन्छ। जुन त्यो वर्क डन जुन चाहिँ के भएको छ चार्जलाई मुभ गर्नुमा युज भइरहेको छ त्यसलाई हामी के भन्छौँ टर्मिनल पोटेन्शियल डिफरेन्स भन्छौँ। ठिक छ ल। ओके सर्किट फर्मुला केही छैन यसमा। हेर द रिलेसनशिप बिट्विन इएमएफ टर्मिनल पोटेन्शियल डिफरेन्स एन्ड इन्टरनल रेजिस्टेन्स अफ अ सेल इज नोन एज सर्किट फर्मुला। ठिक। सो रिलेसनशिप बिट्विन इएमएफ टर्मिनल पोटेन्शियल डिफरेन्स एन्ड इन्टरनल रेजिस्टेन्स अफ द सेल इज नोन एज जुन मैले अघि भर्खर भने नि जुन इएमएफ इक्वल्स टु त्यो हो त्यही हो अरू केही पनि होइन तिमीहरूको त्यो सर्किट फर्मुला हो। अब हेरिहाल ल ल ए सजिलो छ त्यस्तो गाह्रो छैन गर्न सक्छौ तिमीहरू। ल हेर जस्तै अब त हेर एउटा सेल कनेक्ट गरिदिउँ जसको सर्टेन इन्टरनल रेजिस्टेन्स छ। ठिक। र एउटा रेजिस्टर पनि कनेक्ट गरिदिउँ जसको अराउन्डमा के आउँछ त मेरो सर्टेन पोटेन्शियल आउँछ। जसको अराउन्डमा मेरो के आउँछ सर्टेन पोटेन्शियल आउँछ। ओके ल हेर ल जुन इएमएफ सेल छ जुन इलेक्ट्रोमोटिभ फोर्स छ यानि कि जुन वर्क डन छ त्यो केमा युज भएको छ त्यो केमा युज हुन्छ पोटेन्शियल डिफरेन्स अक्रस द रेजिस्टेन्स अभियसली त्यहाँ युज हुन्छ र पोटेन्शियल डिफरेन्स अक्रस इन्टरनल रेजिस्टेन्स त्यहाँ हुन्छ। मैले अघि भर्खर तिमीहरूलाई एक्सप्लेन गरेँ जुन ई छ त्यो आई इक्वल टु क्यापिटल आइआर प्लस भी भइहाल्छ। सरी क्यापिटल आइआर प्लस स्मल आइआर यो चाहिँ के हो पोटेन्शियल डिफरेन्स हो अघि जुन मैले भी एक्सप्लेन गरेको थिएँ तिमीहरूलाई। सो यहाँदेखि आईको भ्यालु कति आयो आई इक्वल टु ई डिभाइड बाई आर प्लस आर आइहाल्यो। ठिक छ ओके ओके हो। सिमिलरली यदि टर्मिनल पोटेन्शियल डिफरेन्सबाट यदि मैले त्यसलाई डिफाइन गर्छु भने इक्वल टु भी प्लस आइआर भइहाल्छ जहाँबाट चाहिँ आईको भ्यालु के आउँछ ई माइनस भी बाई आर आउँछ। दुइटालाई कम्पेयर गरिसकेपछि तिमीहरू दुइटालाई कम्पेयर गर्ने बित्तिकै तिमीहरू के हाल्छ हेर अरे वाट इज यस यता यता कहाँदेखि आयो त्यही त म पनि भनौँ दुइटालाई कम्पेयर यहाँदेखि गरेको छ नि। ल दुइटालाई कम्पेयर गर्ने बित्तिकै तिमीहरू लिएर यसरी क्यालकुलेसन गरिसकेपछि यो आउँछ। क्यालकुलेसन तिमीहरूले गर्न सक्छ मैले त्यति धेरै यसमा एक्सप्लेन गरिनँ ल गर्न सक्छौ तिमीहरू त्यस्तो गाह्रो छैन टकटकी हेरेर गर्न सक्छ है त ल। ओके सो इएमएफ अर टर्मिनल पोटेन्शियल डिफरेन्स ड्युरिङ चार्जिङ एन्ड डिस्चार्जिङ ल कुरो बुझ ल रिलेसन छ यो जुन इएमएफ छ डिस्चार्जिङ भएको बेला मतलब ब्याट्रीलाई कुनै पनि हामीले एक्सटर्नल रेजिस्टेन्समा यसरी कलेक्ट गर्दैछौँ। अब हेर त जब इएमएफ छ नि इएमएफ हेर ल यहाँभित्र यसको के छ इएमएफ इलेक्ट्रोमोटिभ फोर्स हुन्छ ओके वर्क डन होइन त्यो इएमएफलाई केसँग लड्नु परिरहेछ अहिले हेर त होइन आफ्नै भित्र इन्टरनल रेजिस्टेन्ससँग लड्नु परेको छ कि छैन छ। सो यसको अपोजिटमा जुन यहाँ पोटेन्शियल डेभलप हुन्छ अभियसली त्यो के हुन्छ इन्टरनल रेजिस्टेन्सको कारणले जुन मेरो के हुन्छ जुन यहाँ टर्मिनल पोटेन्शियल डिफरेन्स आउँछ त्यो कम्ती आउँछ। यस रङ यस यानि कि टर्मिनल पोटेन्शियल डिफरेन्स इज स्मलर देन द इलेक्ट्रोमोटिभ फोर्स ओके न टर्मिनल पोटेन्शियल डिफरेन्स कम्ती हुन्छ ओके न हो। सो त्यसो भए यहाँबाट रिलेसन हामीनिर के आउँछ जुन इएमएफ छ त्यो के हुन्छ भी प्लस आइआर भइहाल्छ। ठिक छ EMF is greater ओके न हो। सो सिमिलरली यदि म के केस हेर्छु डिस्चार्जिङको केस हेर्छु डिस्चार्जिङ सरी अब यो चाहिँ डिस्चार्जिङ थियो अब म यदि चार्जिङको केस हेर्छु भने चार्जिङको केस कस्तो भइहाल्छ हेर चार्जिङ केसमा जस्तै यो छ मसँग तिमीहरूको इएमएफ यसको भित्र के छ यसको भित्र हामीसँग के छ यसको भित्र इएमएफ छ एट ई सेल। अब यदि म यसलाई चार्ज गर्न खोज्दैछु भने यहाँ बाहिर यहाँ जुन म पोटेन्शियल प्रोभाइड गर्छु त्यो पोटेन्शियलले यसलाई चार्ज पनि गर्नु पर्यो ओके न यसलाई चार्ज पनि गर्नु पर्यो एज वेल एज यहाँको जुन भित्रको इन्टरनल रेजिस्टेन्स छ त्यो पनि त्योसँग पनि लड्नु पर्यो। यानि कि जुन पोटेन्शियल छ चार्ज गर्दाखेरि यसमा जब म चार्ज फाल्दैछु यसबाट निकालेको छैन होला यसमा जब म चार्ज यसरी फ्लो गराउन खोज्दैछु चार्ज गर्न खोज्दैछु त्यो जुन मैले पोटेन्शियल डिफरेन्स अप्लाई गर्छु त्यो के हुन्छ त्यसलाई इएमएफसँग गर्नुपर्छ र एज वेल एज त्यसको इन्टरनल रेजिस्टेन्ससँग पनि लड्नुपर्ने हुन्छ। त्यसैले भी इक्वल टु के भइहाल्छ ई प्लस आइआर भइहाल्छ। ठिक छ इट मिन्स सिम्पली द्याट ड्युरिङ चार्जिङ जुन टर्मिनल पोटेन्शियल डिफरेन्स हामी अप्लाई गर्छौँ त्यो चाहिँ के हुन्छ ग्रेटर देन द इएमएफ अफ द सेल हुन्छ। टर्मिनल पोटेन्शियल डिफरेन्स जुन हामी अप्लाई गरेको हुन्छ त्यो के हुन्छ ग्रेटर देन द इएमएफ अफ अ सेल हुन्छ। ठिक छ अब वर्क डन इन इलेक्ट्रिकल सर्किट हेर वर्क एन्ड पावर इन इलेक्ट्रिक वर्क त त्यही हो वर्क त त्यही पोटेन्शियल डिफरेन्सकै बराबर हुन्छ। हेर आई जुन छ क्यु बाई टी भइहाल्यो हेर होइन पोटेन्शियल डिफरेन्स के हुन्छ यसको आइआर अभियसली भी इक्वल टु आइआर ओके न हो। अब यो जुन हेर कुरो बुझ एउटा चार्ज मानौँ यहाँदेखि एउटा चार्ज यसमा त हुन त धेरै चार्जहरू गएका हुन्छ नि त होइन एउटा चार्जलाई यतादेखि ल चार्ज त यतादेखि नेगेटिभ टर्मिनलदेखि पोजिटिभ टर्मिनलतर्फ हुन्छ एउटा चार्जलाई पुरै सर्किटमा फ्लो गराउन जति हामीलाई के भन्छ वर्क डन हुन्छ नि त्यो चाहिँ के को बराबर हुन्छ त्यो चाहिँ के को बराबर हुन्छ मेरो वर्क डन विल बी इक्वल टु पोटेन्शियल डिफरेन्सको बराबर हुन्छ। के को बराबर हुन्छ पोटेन्शियल डिफरेन्सको बराबर हुन्छ ठिक छ पोटेन्शियल डिफरेन्सको बराबर हुन्छ। वर्क डन चाहिँ के को बराबर पोटेन्शियल डिफरेन्सको। तर यदि यही कुरा यदि नम्बर अफ इलेक्ट्रोन्सको लागि हुन्छ
के कुरा नम्बर अफ इलेक्ट्रोनको लागि हुन्छ भने सो के भइहाल्छ हेर वर्क डन जुन नम्बर अफ इलेक्ट्रोनको लागि हुन्छ के हुन्छ नम्बर अफ इलेक्ट्रोन इन्टु पोटेन्शियल डिफरेन्स ओके न सर्टेन नम्बर अफ इलेक्ट्रोनको लागि हुन्छ भने त यहाँ के आइहाल्यो हेर त जुन पोटेन्शियल डिफरेन्स छ जुन अथवा वर्क जुन पोटेन्शियल डिफरेन्स छ वर्क डन अपन मुभिङ चार्ज अथवा चार्ज इन्टु यहाँ हेर न नम्बर अफ चार्जेस इन्टु पोटेन्शियल त्यसलाई यता ल्याउन एउटै कुरो त हो सो वर्क भी इक्वल टु डब्लु बाई क्यू लेखेको छु मैले डब्लु बाई क्यू भनेको अब क्यू हेर जुन मैले इलेक्ट्रोन त्यहाँ पो इलेक्ट्रोन लिएको थिएँ त अब कुन सर्टेन कति नम्बर अफ चार्जेस छ त्यो सबैलाई मिलाएर जति चार्ज छ त्यो भन्न खोजेको यसले कुरो बुझ्यौ सो वर्क डन इक्वल टु के भइहाल्यो क्यू भी भइहाल्यो वर्क डन इक्वल्स टु क्यू भी नो प्रब्लम अन द्याट ओके सो इफ वर्क डन चाहिँ मेरो क्यू भीको बराबर छ र यो क्यू इन्टु आइआर ठिक छ क्यू भीलाई के लेख्नु आइआर लेख्नु मिल्यो अनि क्यूलाई के लेख्नु आइटी हो कहाँदेखि आएको यो यहाँदेखि आएको हेर यहाँदेखि आएको यो तिमीहरूको कहाँदेखि आएको भने क्यू इक्वल्स टु आइटी कहाँदेखि आएको भने यो यहाँदेखि आएको आई इक्वल्स टु क्यू बाई टी छ नि हामीसँग त्यहाँदेखि आई इक्वल टु क्यू आइटी लेख्न मिल्यो यस क्यू इक्वल टु आइटी सो यहाँबाट के आइहाल्यो वर्क डन जुन छ त्यो कति आइहाल्यो आई स्क्वायर आरटीको बराबर आइहाल्यो के को बराबर आयो मेरो वर्क डन आई स्क्वायर आरटी सो वर्क डन जुन छ त्यो के को बराबर हुने रहेछ आई स्क्वायर आरटी दिस वर्क डन इज अलवेज कन्भर्टेड इन्टु हिट ठिक छ यदि त्यहाँ हामीले रेजिस्टेन्स हाम्रो सर्किटमा रेजिस्टेन्स छ भने अब त्यो रेजिस्टेन्समा चाहिँ कति हिट जेनेरेट भयो भने त्यो चाहिँ हिट जेनेरेसन विल बी इक्वल्स टु द वर्क डन हुन्छ वर्क डन जुन चाहिँ कति हुन्छ आई स्क्वायर आरटी नै हुन्छ ठिक ल अब हेर यदि पावर भनेको के भइहाल्यो वर्क डन अपन टाइम टेकन ओके सो वर्क डन इज आई स्क्वायर आरटी एन्ड डिभाइड बाई टी विल बी इक्वल्स टु आई स्क्वायर आर नो प्रब्लम अन द्याट त्यसो भए पावरको फर्मुला के आयो आई स्क्वायर आर आइहाल्यो नो प्रब्लम यति गर्न सकिहाल्छु र अब कुरो आउँछ इलेक्ट्रिकल एनर्जी जुन हामीले यसमा चाहिँ त्यति त्यो केही गाह्रो छैन बस सिम्पल टर्म्स एक्सप्लेन मात्र गरेको छ जुन इलेक्ट्रिकल एनर्जी छ त्यो के भइहाल्छ हेर त पावर इन किलोवाट इन्टु टाइम्स इन आवर्स मतलब कन्जम्सन इन आवर जुन हामीले मिटर युनिट उठ्छ नि त्यो चाहिँ किलोवाटमा उठ्छ क्या होइन किलोवाट आवरमा उठ्छ त्यो चाहिँ कति एनर्जी युज भएको यो एक युनिट भनेको कति हो एक युनिट भनेको कति हुने रहेछ हेर त 1 किलोवाट आवर भनेको 3.6 टाइम 10⁻6 बस कन्भर्जन मात्र हो यो गर्न सक्छ तिमीले पावर इन किलोवाट यानि कि 1000 वाट हो टाइम इन आवर भनेको 1 घन्टा 1000 इन्टु 3600 मतलब यति जुल आइहाल्यो बस त्यति हो कुरो केही पनि छैन यसमा अब क्वेसन्सहरू छ ल हेर वेन मोटर कार इज स्टार्टेड द कार लाइट्स बिकम स्लाइटली डिम वाइ मोटर कार सुरु हुन्छ अरे यार अभियसली द स्टार्टिङ अफ द कार टेक्स हाई अमाउन्ट अफ कार क्रिएटिङ अ पोटेन्सियल ड्रप के अरे कुरो चाहिँ जब चाहिँ कारलाई स्टार्ट गर्ने त सबै एनर्जी म्याक्सिमम एनर्जी चाहिँ कारलाई स्टार्ट गर्नै लागिहाल्छ क्या त्यसैले जुन लाइटमा के हुन्छ पोटेन्सियल ड्रप आउँछ जसले गर्दाखेरि के हुन्छ लाइटमा पोटेन्सियल ड्रप आउने बित्तिकै के भइहाल्छ त त्यो अलिकति डिम भइहाल्छ ठिक त्यही हो कुरो अब के छ टु इक्वल वायर अफ इक्वल क्रस सेक्सनल एरिया वान अफ कपर एन्ड अदर अफ म्याग्नेट हेभ सेम रेजिस्टेन्स विच वान इज लङ्गर के कुरो गरेको छ भने दुईटा के छ मसँग दुईटा वायर छ एउटा केले बनेको छ एउटा म्याग्नेटले बनेको छ अर्को केले बनेको छ कपरले बनेको छ दुईटैको के छ सेम रेजिस्टेन्स दुईटैको सेम छ अनि क्रस सेक्सनल एरिया पनि सेम छ कुन चाहिँ लङ्गर हो भनेर सोध्दैछ अब यहाँ चाहिँ तिमीहरूले के ध्यानमा राख्नु पर्यो यस्तो खालको क्वेसनहरूमा म्याग्नेट र कपरमा धेरै क्वेसन सोध्छ सो जुन म्याग्नेट अफ कपर सरी रेजिस्टिभिटी अफ कपर छ त्यो इज लेस देन रेजिस्टिभिटी अफ म्याग्नेट हुन्छ ठिक छ रेजिस्टिभिटी अफ कपर इज लेस देन रेजिस्टिभिटी अफ म्याग्नेट ठिक छ यति याद भयो भने गर्न सकिहाल्छौ हेर आर इक्वल्स टु के छ रो एल बाई ए छ यस रङ यस यदि म के गरिदिन्छु हेर यदि विच वान इज लङ्गर छ त होइन त यसलाई R1 L1 ए त मेरो कन्सटेन्ट छ त R2 इक्वल टु √2 L2 डिभाइडेड बाई A2 लेख्न मिल्यो डिभाइड गरिदिउँ दुइटालाई सो R1 बाई R2 विल बी इक्वल टु के भइहाल्छ रो1 L1 डिभाइड बाई √2 L2 भइहाल्छ यस रङ यस अब यदि सेम रेजिस्टेन्स दुइटैको सेम छ भनेको छ त यो R1 र R2 काटेर पनि कति नै हुने भयो 1 हुने भयो सो यहाँदेखि के लेख्न मिल्यो रो2 बाई रो1 इक्वल्स टु L1 बाई L2 अब हेर के आयो त यहाँदेखि के लेख्न मिल्यो हेर त जुन रो छ त्यसको इन्डाइरेक्ट रिलेसन छ लेन्थसँग केसँग लेन्थसँग इन्डाइरेक्ट रिलेसन छ लेख्दा भयो मतलब जसको रो ठुलो त्यसको लेन्थ सानो हुन्छ जसको रो छ म्याग्नेटको रो ठुलो छ यसको मतलब लेन्थ यसको के हुन्छ सानो हुन्छ सो म्याग्नेटको लेन्थ के हुन्छ त सानो हुन्छ यसको मतलब कसको कपरको यानि कि 1 वाला कपर दिएको छु नि त मैले यहाँ हेर सो कपरको लेन्थ ठुलो हुने भयो म्याग्नेटको के हुने भयो सानो हुने भयो त्यति हो कुरो केही पनि होइन ल अर्को हेर इफ पोटेन्शियल डिफरेन्स भी इज अप्लाइड अक्रस अ कन्डक्टर इज इन्क्रिज टु 2 volts हाउ विल द ड्रिफ्ट भेलोसिटी अफ द इलेक्ट्रोन चेन्ज के ड्रिफ्ट भेलोसिटीको रिलेसन पोटेन्शियलसँग छ कि छैन लु भन यसमा छ किन छ भने जति धेरै पोटेन्शियल हुन्छ नि अक्रस द सर्किट त्यति धेरै के हुन्छ त मेरो त्यति धेरै के हुन्छ त मेरो वेट
यस 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 ठिक छ ठिक छ ठिक छ केही छैन। ल सुन, जति धेरै मेरो पोटेन्सियल हुन्छ त्यति धेरै त्यसमा बढी इलेक्ट्रोमोटिभ फोर्स लाग्छ। इलेक्ट्रोमोटिभ फोर्स भन्दा पनि त्यति फोर्स चाहिँ होइन, त्यति धेरै के भन्छ इलेक्ट्रोन मेरो अपोजिटतिर जान्छ, हो कि होइन? हो। सो जुन यहाँ चाहिँ फोर्स अफ इलेक्ट्रोन त्यसले नै इलेक्ट्रोनलाई मुभ गराउँछ होइन। त फोर्स अफ जुन इलेक्ट्रिसिटी छ त्यसलाई ई लेख्दा हुन्छ। ई भनेको चाहिँ के हो? फेरि फेरि ई भनेको के हो? हामीले पढेको थियौँ इलेक्ट्रिक चार्जेसमा, जुन इलेक्ट्रिक चार्जमा फोर्स इक्वल्स टु थियो, फोर्स इक्वल्स टु क्युई पढेको थियौँ कि थिएन? हो। अब यहाँ त इलेक्ट्रोन मुभ भइरहेछ त्यसैले मैले ई लेखेको, अरू केही पनि होइन। ठिक छ, यहाँ एउटा इलेक्ट्रोन मुभ भएको छ त्यसैले ई लेखेको। अनि अनि यो जुन त्यसले नै मेरो त्यसलाई मुभ गराउँदैछ। सो यो जुन ई छ त्यो के भइहाल्छ, इट विल बी इक्वल्स टु एम, र एक्सेलरेसनलाई के लेख्नु भयो? ड्रिफ्ट भेलोसिटी डिभाइड बाई टाइम। ओके, सो ड्रिफ्ट भेलोसिटी, सो ड्रिफ्ट भेलोसिटीको फर्मुला के आयो? ई डिभाइडेड बाई टी डिभाइडेड बाई के आयो? एम आयो। टी डिभाइडेड बाई एम आयो। अब यो आउने बित्तिकै हेर त, जुन पोटेन्सियल डिफ्रेन्सको छ के छ? इएमएफसँग डाइरेक्ट रिलेसन छ। यस अर रङ? यस। र पोटेन्सियल यो जुन यहाँ हेर पोटेन्सियल डिफ्रेन्ससँग डाइरेक्ट रिलेसन छ। र एउटा अझै कुरा के छ, जुन इएमएफ छ, इएमएफ इक्वल टु भी प्लस आइआर हुन्छ, हो कि होइन? अब इन्टरनल रिलेसन छैन भने त यो त पोटेन्सियल डिफ्रेन्स के बराबर हुने भयो? यस अर रङ? यसको मतलब यदि मैले पोटेन्सियल डिफ्रेन्सलाई 2 गुणाले बढाएँ भने मेरो के हुन्छ? पोटेन्सियल डिफ्रेन्सलाई यदि मैले 2 गुणाले बढाएँ भने जुन मेरो ड्रिफ्ट भेलोसिटी छ त्यो पनि के हुन्छ? बढ्छ। बुझ्यो कुरो? यस। सो बढ्छ भन्ने। ल अब हेर, which characteristics of manganene due to which it is used in making standard resistance? जहिले पनि जुनसुकै क्वेसनमा तिमीहरूलाई स्ट्यान्डर्ड रेजिस्टेन्स किन बनाउन युज हुन्छ भने यो सब्सटेन्स, अथवा किन युज हुँदैन भनेर, किन युज हुन्छ भनेर सोध्यो भने के लेख्ने? टेम्परेचर कोएफिसिएन्ट इन लो, अनि यहाँ जुन जुन तिमीहरूलाई सोधेको छ त्यसलाई हाई भ्यालु अफ रेजिस्टिभिटी, यसरी लेखिदिनु, तिमीहरूको आन्सर मिल्छ। जुनसुकै जे पनि सोधोस् केही फरक परेन। र यसकै यदि किन युज गर्दैन भनेर सोध्यो भने यसको हाई लेखिदिनु, यसको चाहिँ लो लेखिदिनु। यदि उल्टो सोध्छ भने, ठिक छ, त्यसमा तिमीहरूलाई कुनै पनि सब्सटेन्स हेर्नु पर्दैन, डाइरेक्ट यसरी आन्सर लेख्ने त हो, लेखिदिनु मिल्छ, केही छैन त्यसमा। ठिक, तर रियालिटीमा बुझ्नुपर्छ त्यसै कुरा। ल, सो ब्याट्रिज आर अलवेज लेबल्ड विथ देयर EMF, for instance 1.5 volt. Would it be appropriate to put a label on the batteries stating how much current is to provide? अब हुन्छ त, भन त। ब्याट्री जहिले पनि के गरेर लेबल गरिएको हुन्छ? ब्याट्रीमा लेबल कसरी गरिएको हुन्छ? 1.5 भोल्टको ब्याट्री हो, 2 भोल्टको ब्याट्री हो, कति भोल्टको ब्याट्री हो भनेर लेबल गरिएको हुन्छ। हो, त्यो लेबल चाहिँ, त्यो जुन लेबल गरिएको हुन्छ त्यो लेबल चाहिँ अब चाहिँ म करेन्टको हिसाबले लेबल गर्छु के त म त्यो करेन्टको हिसाबले लेबल गर्न सक्छु कि सक्दिनँ भनेर सोध्दैछ। अब यहाँ कुरो बुझ, यसमा कुरो चाहिँ के बुझ्नुपर्ने तिमीहरूले, यो जुन इएमएफ छ तिमीहरूको एउटा सर्टेन रेजिस्टेन्ससँग जोइन गर्दैछौ, हो कि होइन? हो। सो एकछिनको लागि यो जुन इएमएफ छ यो रेजिस्टेन्ससँग, अनि यहाँ जुन तिमीहरूको भोल्टेज प्रड्युस हुन्छ त्यो कति हुन्छ? त्यो डिपेन्ड अपन भी इक्वल टु आइआर, हो कि होइन? हो हो हो, यस यस यस। अनि एउटा कुरा, यसको इन्टरनल रेजिस्टेन्स छैन भने यो जुन चाहिँ ई इक्वल टु के भइहाल्छ? भी भइहाल्छ। सो एकछिनको लागि भी लेखिदिउँ त्यसलाई, ल, इएमएफ नलेखौँ। ओके, सो भी, अब यो जुन भी छ नि, जुन हाम्रो करेन्ट छ, करेन्ट के भइरहेछ? भी अपन आर भइरहेछ। सो भीआर, भी इक्वल टु आर, भी अपन के भइरहेछ? आर भइरहेछ। र यदि कन्स्टेन्ट पोटेन्सियल ल्याउने हो भने करेन्ट इज इन्भर्सली प्रोपोर्सनल टु रेजिस्टेन्स। यस रङ? यस, मतलब जति धेरै रेजिस्टेन्स त्यति कम्ती करेन्ट। यसको मतलब करेन्ट त हाल्नै मिलेन नि त। एउटै इएमएफलाई तिमी फर इक्जाम्पल आर इक्वल्स टु कम्ती, एउटै इएमएफलाई कम्ती रेजिस्टेन्समा हाल्यो भने करेन्ट बढी हुन्छ। एउटै इएमएफलाई यदि तिमीले बढी रेजिस्टेन्समा हाल्यो भने करेन्ट तिमीहरूको के हुन्छ? कम्ती हुन्छ, हो कि होइन? किनभने इन्डाइरेक्ट रिलेसन छ करेन्ट र रेजिस्टिभिटी बिच। हो, त त्यसलाई त्यो करेन्टले लेबल गर्न सकिँदैन। अर्को कुरो छ, वाइ डु इलेक्ट्रोन एक्वायर स्टेडी ड्रिफ्ट भेलोसिटी? अभियसली कोलिजन कहाँ कोलिजन कहाँ त एटम्स एन्ड ल्याटरल सर्फेसेस, अथवा ल्याटरल भन्दा पनि त्यसलाई के लेखेको थिएँ मैले अघि? एटम्स एन्ड ल्याटिस साइड्स। ठिक छ, त्यो भनिदिने। ओके, वाइ डोन्ट वी डोन्ट कन्सिडर ड्रिफ्ट भेलोसिटी अफ पोजिटिभ आयन? किन? अरे पोजिटिभ आयन के हुन्छ? न्युक्लियसभित्र टाइटली अरेन्ज भएको हुन्छ नि, अब त्यसमा पनि ड्रिफ्ट भेलोसिटी चाहिँ आउने हो, तर धेरै मिनिमम आउँछ क्या, त्यसैले त्यसलाई हामीले लिँदैन। ओके, सो अ वायर इज स्ट्रेट टु डबल इट्स लेन्थ, वाट हेपन्स टु इट्स रेजिस्टेन्स एन्ड रेजिस्टिभिटी? ल, रेजिस्टेन्स हेर्छौ भने हेर, वायर कति हुँदैछ हेर। जब वायरलाई तन्काइदिएछ भने त्यति बेला के हुन्छ भने त्यसको क्रस सेक्सनल एरिया डिक्रिज गर्छ
हैन। वायर स्ट्रेच गर्छ भने क्रस सेक्सनल एरिया के हुन्छ डिक्रिज गर्छ र लेन्थ के क्रस सेक्सनल एरिया लेन्थ दुइटै चेन्ज हुन्छ। क्रस सेक्सनल एरिया डिक्रिज गर्छ लेन्थ चाहिँ के हुन्छ इन्क्रिज हुन्छ। यस अर रङ यस। अब जस्तै के छ तिमीहरुले क्वेशन चाहिँ रेजिस्टेन्ससँग के फरक पर्छ त ल हेर r इक्वल्स टु रो एल स्क्वायर बाई भी लेखेको छु मैले ल यसलाई डाइरेक्टली यहाँदेखि पनि गर्दा हुन्थ्यो त्यसमा केही फरक पर्दैन थियो तिमीहरुलाई के ए दुइटै चेन्ज हुन्छ भनिसकेपछि दुइटैलाई कम्बाइन गरेर लिनु पर्यो लेन्थलाई पनि हेर्नु पर्यो क्रस सेक्सनल एरियालाई पनि हेर्नु पर्यो ठीक छ ल कुरो बुझ आर इक्वल्स टु रो एल बाई ए छ हैन अब माथि तल एलले मल्टिप्लाई गरिदियो रो एल स्क्वायर बाई ए भयो आर इज इक्वल्स टु रो एल स्क्वायर बाई भी भइहाल्यो एएल भनेको त भी हो नि त कुनै पनि कन्डक्टर यदि एक्सनको लागि यस्तो सेप छ र एरिया अफ बेस यसको यो छ र लेन्थ एल छ भने यसको भोल्युम के भइहाल्छ भोल्युम भइहाल्छ एरिया अफ बेस इन्टु लेन्थ हैन त्यहाँदेखि यसलाई भोल्युम लेख्दा भयो अब भोल्युम लेख्ने यो रिलेसनलाई युज गर त यो रिलेसनलाई युज गर्ने बित्तिकै r1 को भ्यालु इन सेन्स अफ यो र r2 को भ्यालु इन सेन्स अफ यो त r1 बाई r2 इक्वल टु अब दुईटै त मटेरियल सेम हो नि त इनिशियल पनि मटेरियल सेम थियो फाइनली पनि मटेरियल सेम छ भने रेजिस्टिभिटी दुईटैको के हुन्छ सेम हुन्छ ठीक अब कुरा आयो केमा अब हेर अब कुरो आउँछ तिमीहरुको भोल्युममा अब एकछिनको लागि यदि यहाँ चाहिँ मैले 4 किन लेखेको छु भने तिमीहरुको यहाँ केही दिएको होला नि त रियालिटीमा यहाँ चाहिँ हुन चाहिँ के गर्दिने त यहाँदेखि अब हेर यहाँ चाहिँ भोल्युम चाहिँ सिधै सिधै यहाँ चाहिँ तिमीहरुलाई स्ट्रेच टु डबल इट्स लेन्थ लेन्थ चाहिँ के गरिएको छ डबल गरिएको छ भनेको छ नि ओके सो लेन्थ अब हेर तिमीहरुको जुन भोल्युम छ स्ट्रेच गरिसकेपछि अब जति स्ट्रेच गरेर मटेरियल त त्यही हो नि त म पनि भनौँ के गरिएको छ ल मटेरियल त त्यही हो मटेरियल त्यही हो कि हैन यस मटेरियल त्यही हो मटेरियल त्यही हो भने चाहिँ के भइहाल्यो त हेर त मटेरियल त्यही हो भने अब मटेरियल तन्काउ घुम्चाउ जे गर भोल्युम त त्यसको त्यही नै रहने हो राइट त v1 र v2 पनि के भयो एक आपसमा काट्यो त हामीनेरि के आयो r1 बाई r2 इक्वल्स टु कति आयो हामीनेरि l1 स्क्वायर बाई l2 स्क्वायर आयो ठीक छ अब भोल्युम किन काट्नु पर्यो भने किनभने एरिया पनि चेन्ज हुँदै थियो लेन्थ पनि चेन्ज भइरहेको थियो कि थिएन हैन त्यसैले मैले एरिया र लेन्थ दुईटैलाई कम्बाइन गरेर यो गर्न खोजेको हो कम्बाइन गरिसकेपछि भोल्युम बनाए अनि माथि पनि l ले मल्टिप्लाई गरेपछि त्यसले स्क्वायरको फर्ममा चेन्जमा देख्दैछु अब जुन मेरो l1 स्क्वायर छ ठीक छ अब l2 स्क्वायर त मेरो 2l1 स्क्वायर किनभने 2 गुणाले मेरो लेन्थ बढ्दैछ त l1 स्क्वायर इक्वल्स टु कति 4l1 स्क्वायर l1 स्क्वायर l1 स्क्वायर काट्यो 1/4 तिमीहरुको आन्सर भइहाल्छ यानी कि जुन r1 छ 4r1 इक्वल्स टु r2 मतलब 4r1 इक्वल्स टु r2 यानी कि जुन फाइनल रेजिस्टेन्स छ त्यो के हुन्छ इनिशियल रेजिस्टेन्स भन्दा 4 गुणाले बढी हुन्छ ठीक छ लेन्थलाई इन्क्रिज गर्यो भने यहाँ ध्यान देऊ वाटर बोइल्स इन इलेक्ट्रिक केटल इन 15 minutes आफ्टर बीइङ स्विच्ड अन ठीक छ हाउ मच शुड द हिटिङ एलिमेन्ट बी इन्क्रिज अर डिक्रिज इफ द वाटर बोइल्स इन 10 minutes ल अब कुरो बुझ अब हेर हिटिङ एलिमेन्टलाई इन्क्रिज डिक्रिज गर्दा के बढ्छ त के घट्छ हिटिङ एलिमेन्टलाई इन्क्रिज गर्दा रेजिस्टेन्स बढ्छ अभियसली हैन रेजिस्टेन्स के हुन्छ रेजिस्टेन्स बढ्छ मतलब मैले अनि त्यसपछि अर्को के वाटर बोइल्स दुईटैमा मलाई दुईटै कन्डिसनमा वाटरलाई नै बोइल गराउँछ मतलब हिट त के हो कन्स्टेन्ट राख्नुपर्ने हिट के राख्नुपर्ने कन्स्टेन्ट राख्नुपर्ने यस अनि त्यसपछि टाइम चाहिँ के छ एउटामा t1 लाग्दैछ 15 minutes र अर्को t2 लाग्दैछ कति लाग्दैछ 10 minutes मतलब मैले अब मसँग के छ हेर एउटा यो आयो र अर्को मसँग यो आयो टी टाइम आयो यो तीनटाको रिलेसन मैले खोज्नुपर्छ h r र t को टाइमको रिलेसन खोज्नुपर्छ र यदि म त्यसमा हेर्छु भने h इक्वल्स टु मसँग के छ i स्क्वायर rt को फर्मुला छ त्यसमा एउटा अझै आउँदैछ करेन्ट आइरहेछ नि त यो करेन्टलाई मैले के गर्नुपर्छ मैले यो करेन्टलाई रिमुभ गर्नुपर्ने हुन्छ मेरो फर्मुलाबाट त्यसलाई रिमुभ गर्नको लागि h इक्वल्स टु i स्क्वायर छ नि त हैन i स्क्वायरलाई के लेख्दिम v स्क्वायर बाइ r स्क्वायर लेख्दिम इन्टु r लेख्दिम t लेख्दिम r स्क्वायर काटेर यहाँ r बच्यो त h इक्वल्स टु के भइहाल्छ v स्क्वायर बाइ r t भइहाल्छ यस यहाँबाट i एलिमिनेट भयो यस i एलिमिनेट हुने बित्तिकै अब हेर अब के गर्दिम हेर यहाँबाट r को भ्यालु निकाल्दिम जुन कति आउँछ v स्क्वायर बाइ h t आउँछ यस रङ यस अब हेर ल अब हेर r1 बाई r2 विल बी इक्वल्स टु v हेर कति v1 स्क्वायर बाई h1 इन्टु t डिभाइड बाई v2 स्क्वायर बाई h2 इन्टु t अब दुईटै सुन मेरो कुरा अब दुईटैलाई मलाई के गरेको छ त सेम EMF मा जोड्नु पर्ने हुन्छ नि त मतलब मलाई बस यति कुरा भन्दैछ कि रेजिस्टेन्सलाई इन्क्रिज डिक्रिज गर्दैछ मैले के भन्छ पहिला चाहिँ 15 भोल्ट पछि चाहिँ त्यति भोल्टमा हालेको छु भनेर त भनेको छैन दुईटैको के छ भोल्टेज त सेम भनेको पनि छैन तर हामीले मान्नु पर्यो कि हामीले सेम मतलब कन्डिसन जब हामी त्यसलाई हिट गर्दैछौँ तब लाइन त एउटै बिजुलीको लाइनमा हाल्छस् नि भाइ अलग अर्कोमा त हाल्दैनस् नि त हो त्यस्तै कुरा बुझ्न त सो जुन पोटेन्शियल छ त पोटेन्शियल काट्यो अब हिट त सेम नै भएको छ अघि भर्खर भने त हिट पनि काट्यो त रिलेसन मेरो के आयो जुन मेरो r1 बाई r2 आयो त्यो के आयो t1 बाई t2 आयो त t1 बाई t2 आउने बित्तिकै अब हेर त रेजिस्टेन्स र यसको अब कुरो हेर
मलाई त क्वेसनमा के सोधेको थियो, मलाई क्वेसनमा सोधेको थियो कि लेन्थ के गर्नुपर्छ, मैले मलाई लेन्थ इन्क्रिज गर्नुपर्छ कि लेन्थ मैले डिक्रिज गर्नुपर्छ क्वेसन सोधेको थियो। सो रेजिस्टेन्सलाई चेन्ज गरिदिउँ, रो L1 बाई ए डिभाइड बाई रो L2 बाई ए। टक 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 काट्देऊ, टक 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 काट्देऊ। तिमीहरू नि यो रेजिस्टेन्स जुन छ त्यो कति आइहाल्छ, रेजिस्टेन्सको रेसियो चाहिँ के भइहाल्छ, रेजिस्टेन्सको रेसियो भइहाल्छ L1 बाई L2 विच इज इक्वल टु दिस रेसियो यानि कि T1 बाई T2 यानि कि L1 बाई L2। जुन L1 बाई L2 छ त्यो के भइहाल्छ, T1 कति छ 15 मिनट लाग्दै थियो अनि पछि कति 10 मिनट लाग्यो, यानि कि जुन L1 छ त्यो के भइहाल्यो मेरो 0.6 के 1 point, ओके वेट लेट मी चेक, T1 15 डिभाइड बाई 10 होइन, त 1.5 L2। त हामीलाई त के चाहियो, L1 हामीलाई L2 चाहियो नि त। सो L2 इक्वल टु यहाँ L1 divided by 1.5 equals to L2, therefore जुन मेरो L2 छ त्यो कति आउँछ 0.667 L1 आइहाल्छ। मतलब के गर्नुपर्ने अभियसली भन, लेन्थलाई अभियसली यहाँबाट के आयो रिलेसन, हेर त L2 L1 हेर त 0.66, L2 इक्वल टु 0.667 L1 के आयो, L2 इज लेस देन L1 आयो। L2 इज लेस देन मतलब लेन्थ मैले के गर्नुपर्ने रहेछ, डिक्रिज गर्नुपर्ने रहेछ। बुझ्यो कुरो? ल ओके। So हामीसँग छ, will the drift velocity of electron change if the diameter of the connecting wire is half of I equals to VD and your VD is inversely proportional to A obviously, ओके न। अनि अरे एरिया यार, एरिया भेना छ नि, भेनाको भेनलाई अर्कोतिर सरी भीलाई एकातिर राख र अर्को सबैलाई अर्कोतिर राख र सबैलाई कन्स्टेन्ट राखेर यहाँ त VD इज इन्भर्सली प्रोपोर्सनल टु A आउँदैन, आउँछ। सो when diameter is half, the cross sectional area decreases, causing a drastic increase in drift velocity। ठिक छ ल अर्को के छ हामीसँग, अर्को छ 5 bulbs are connected in series across a 220 volt line. If one bulb is fused, the remaining bulb are again connected across the same line. Which one will be more illuminated? कुन चाहिँ बढी इल्युमिनेटेड हुन्छ? ल कुरो बुझ ल, जुन सर्किटमा करेन्ट बढी, हेर जुन सर्किटमा करेन्ट बढी र कम्ती रेजिस्टेन्स, जुन सर्किटमा करेन्ट बढी र कम्ती रेजिस्टेन्स त्यसमा त्यो चाहिँ के हुन्छ, मोर ग्लो हुन्छ। जुनमा करेन्ट बढी र कम्ती रेजिस्टेन्स, के अरे करेन्ट, जुनमा करेन्ट बढी र रेजिस्टेन्स कम्ती, करेन्ट बढी रेजिस्टेन्स कम्ती, त्यो चाहिँ राम्रो। ल अब इनिसियली 5वटा थियो, ओके न, 5वटा थियो त 5वटा थियो भने 5वटा भने जुन आर इक्विभ्यालेन्ट थियो त्यो कति थियो, 5R को थियो र जुन आर इक्विभ्यालेन्ट सेकेन्ड सर्किटमा 4R छ। त जुनमा रेजिस्टेन्स कम्ती, हेर यसमा रेजिस्टेन्स कम्ती, यसमा तिमीहरूको के, यसमा रेजिस्टेन्स बढी। ठिक छ ल, यो आयो। ल अनि अर्को कुरो, अब हेर त करेन्ट हेरिहाल, करेन्ट जुन छ, द करेन्ट इन द फर्स्ट CKT सर्किट इक्वल टु V by 5R र V by I, द करेन्ट इन सेकेन्ड सर्किट इक्वल टु V by 4R। यस यस, त V by 4R हो भने अब ध्यान दिएर बुझ ल। अब हेर जुन मेरो के छ पावर, पावरको मेरो फर्मुला के छ मलाई त्यो भन्नु तिमीहरूले, जुन मेरो पावरको फर्मुला छ त्यो पावरको फर्मुला छ I²R। ठिक छ, पावर इज डाइरेक्टली प्रोपोर्सनल टु आई स्क्वायर, पावर इज डाइरेक्टली प्रोपोर्सनल टु रेजिस्टेन्स। अब हेर त कुनमा बढी डिपेन्ड गर्दैछ पावर, करेन्टमा कि रेजिस्टेन्समा, तिमीहरू भन्छ सर करेन्टमा बढी डिपेन्ड गर्दैछ, ओके न, करेन्टमा के गर्दैछ बढी। त त्यसो भए यहाँ फर्स्ट सर्किटमा हेर यो 1/5 भइसकेपछि कति आयो 0.2 होला, यस 2 कति आयो 0.2 V by R आयो। यस र V डिभाइड बाई 4 यानि कति आयो 0.25 V by R आयो। ल अब हेर त कुनमा बढी आयो, कुनमा बढी आयो, करेन्ट कुनमा बढी छ, करेन्ट यसमा बढी छ, करेन्ट यसमा बढी छ, करेन्ट यसमा बढी छ, करेन्ट यसमा बढी छ भने पावर के हुन्छ, यसमा के हुन्छ, बढी हुन्छ। पावर के हुन्छ, यसमा बढी हुन्छ, पावर के हुन्छ, यसमा बढी हुन्छ। त पावर यसमा बढी हुने बित्तिकै कुन बढी जोडले ग्लो गर्छ, त सर्किट 2 बढी जोडले ग्लो गर्ने हुन्छ। सर्किट 2 यो 4टा वाला चाहिँ अलिक बढी ग्लो गर्छ। ठिक छ, ओके ओके। सो वाट इज द पोटेन्शियल डिफरेन्स अक्रस 100 ओम रेजिस्टर इन द गिवन सर्किट। ल 100 ओमको जुन रेजिस्टर छ यसको अक्रसमा पोटेन्शियल डिफरेन्स चाहिँ कति छ त्यो निकाल्नु पर्ने छ। ठिक छ, 100 ओमको रेजिस्टरमा यदि यो जुन पोटेन्शियल डिफरेन्स छ त्यो चाहिँ कति छ त्यो निकाल्नु पर्ने हुन्छ। ल ठिकै छ, निकाल्दिनु अन्त के छ र। ल अब हेर ल, ओके ओके। सो यहाँ ध्यान दिएर हेर ल। अब
यो जुन सर्किट छ यो सर्किटमा तिमी ध्यान दिएर यो दुईटा प्यारलल कम्बिनेसनमा छ कि छैन र हामीलाई के सोध्दैछ कि यो जुन 100 ओमको रेजिस्टर छ यसमा चाहिँ भोल्टेज कति हुन्छ भनेर सोध्दैछ। यस यसमा चाहिँ भोल्टेज ड्रप भोल्टेज कति हुन्छ भनेर सोध्दैछ। अब हेर ल प्यारलल सर्किटमा के हुन्छ भने यो हेर दुईटैमा पोटेन्शियल सेम हुन्छ कि हुँदैन प्यारललमा हामीले पढेको थियौँ। यस दुईटैमा ब्रान्चेसहरुमा के हुन्छ त पोटेन्शियल सेम हुन्छ भनेर पढेको थियौँ हामीले प्यारलल सर्किटमा। यस जब पोटेन्शियल सेम हुन्छ प्यारलल सर्किटमा त्यति बेला के भयो त अब यसको यहाँ हामीले के गरिदिन्छौँ यसको जुन यो दुईटैलाई जति बराबर छ नि यो दुईटैलाई मिलाएर हामीले यहाँ चाहिँ एबी को अक्रसमा एउटा आर इक्विभ्यालेन्ट निकाल्दिन्छौँ। ठिक छ। अनि यो जुन आर इक्विभ्यालेन्ट हुन्छ यसको अक्रसमा जति पोटेन्शियल ड्रप आउँछ त्यही चाहिँ यहाँ र यहाँ पनि पोटेन्शियल ड्रप हुन्छ। ठिक छ। त्यसमा जति पोटेन्शियल ड्रप हुन्छ त्यही नै तिमीहरूको माथि र यहाँ पनि तिमीहरूको के हुन्छ पोटेन्शियल ड्रप हुन्छ। बुझ्यो कुरो? यस ल त्यसो भए त्यहाँ चाहिँ आर इक्विभ्यालेन्ट ल त्यो गर्नु पर्यो ल। ठिक छ। त सबभन्दा पहिला हामीलाई के चाहियो भन यसको त आर इक्विभ्यालेन्ट चाहियो अनि त्यसपछि करेन्ट इन द सर्किट चाहियो। बिना करेन्टको त भी इक्वल टु आइआर इक्विभ्यालेन्ट निकाले गर्यो हैन। त त्यसलाई को लागि करेन्ट चाहियो। सबभन्दा पहिला आर इक्विभ्यालेन्ट निकाल्नु पर्यो अक्रस एबी। आर को यो सिरिजमा छ अरे सरी प्यारललमा छ। यस प्यारललमा छ भने 1/r इक्विभ्यालेन्ट इक्वल्स टु 1/r1 + 1/r2 जहाँदेखि तिमीहरूको आर इक्विभ्यालेन्ट कति आउँछ 100/3 आउँछ। यो कुरा याद राख्नु यो कता कि त एबी तिर। ठिक छ। तर हामीलाई पुरै सर्किटमा त्यति दुईटा मात्रै छैन यो पनि छ। अनि त्यसपछि यहाँ हेर त यदि त्यसरी भयो भने तिमीहरूको के हुन्छ हेर त यहाँदेखि यसरी तिमीले ए पोइन्ट छ ए र बी को बिचमा तिमीहरूले आर इक्विभ्यालेन्ट निकाल्यौ। ठिक छ। र त्यसपछि फेरि तिमीहरूले यहाँ के छ एउटा यो छ रेजिस्टर छ जुन चाहिँ कतिको छ 500 ओमको छ। यो र यो केमा छ अहिले सिरिजमा छ कि छैन सिरिजमा छ। सिरिजमा हुने बित्तिकै के भयो त आर इक्विभ्यालेन्ट इक्वल्स टु r1 + r2 को फर्मुला लाग्यो। त नेट इक्विभ्यालेन्ट कति भइहाल्यो आर इक्विभ्यालेन्ट अक्रस द सर्किट विल बी इक्वल्स टु आर इक्विभ्यालेन्ट फर्स्ट यो माथिको प्लस r3। त यसको मतलब आर इक्विभ्यालेन्ट कति आयो भने नेट अक्रस द सर्किट 533 आयो। अब जुन मेरो करेन्ट फर्मुला छ करेन्ट भएको के भइहाल्छ E/R भइहाल्छ A/R। यस जुन इएमएफ छ 12 भोल्ट डिभाइड बाइ जुन यो आर इक्विभ्यालेन्ट पुरै अक्रस द सर्किट त्यसपछि त्यो कति आयो मेरो 0.0225 आइहाल्यो। अब पोटेन्शियल अक्रसमा एबी निकाल्दिन्छु एबी इक्वल टु आई इन्टु आरएबी हुन्छ। रेजिस्टेन्स अक्रस ए पोटेन्शियल डिफरेन्स अक्रस एबी विल बी इक्वल्स टु आई इन्टु आरएबी यानी कि आई इन्टु आरएबी जुन चाहिँ कति आउँछ 0.75 भोल्ट्सको आउँछ। कति आउँछ 0.75 भोल्ट आरएबी। यो तिमीहरूको पोटेन्शियल डिफरेन्स अक्रस एबी आयो। र अघि म भर्खर एक्सप्लेन गरेको थिएँ पोटेन्शियल डिफरेन्स अक्रस जति एबी आउँछ त्यही तिमीहरूको 100 ओमतिर हुन्छ। मतलब तिमीहरूको यो जुन 0.75 भोल्ट छ त्यही तिमीहरूको के भइहाल्छ आन्सर भइहाल्छ। Okay, so we have here two resistors are connected as shown in the figure. यो फिगर जस्तै कनेक्टेड छ र यसमा सोधेको छ तिमीहरूलाई पोटेन्शियल अक्रस पोटेन्शियल भन्दा पनि भोल्टमिटर रिडिङ चाहिँ के आउँछ भनेर सोधेको छ क्या। भोल्टमिटर रिडिङ चाहिँ के आउँछ भनेर सोधेको छ। ठिक छ। यसमा के छ भने यो सर्किटमा अलिकति ध्यान देऊ। यो जुन सर्किट छ तिमीहरूसँग यो सर्किटमा तिमी ध्यान दिन्छौ यहाँ तिमीहरूसँग के छ भोल्टमिटर छ। ठिक छ। भोल्टमिटरले ए बी को अक्रसमा के नाप्दैछ त भोल्टेज नाप्दैछ। ठिक छ। मतलब अब हेर अनि अर्को कुरा जुन यहाँ एउटा रेजिस्टेन्स छ जुन चाहिँ कति छ 1000 ओमको रेजिस्टेन्स छ र यो जुन भी छ नि मतलब के भन्छ भोल्टमिटर त्यसको यो जुन यो इन्टरनल रेजिस्टेन्स पनि छ क्या। त्यसको के छ इन्टरनल रेजिस्टेन्स छ जुन चाहिँ कति छ 4000 ओमको छ। ठिक छ। ओके अनि त्यसपछि त्यो सर्किटसँग चाहिँ सिरिजमा यो रेजिस्टेन्स हाम्रो जोडिएको छ। ठिक छ। अब मलाई के निकाल्नु भोल्टमिटर यो जुन मेरो भोल्टमिटर छ यो भोल्टमिटरले कहाँको मेरो सर्किट सरी कहाँको भोल्टेज नाप्छ ए र बी को बिचमा। मतलब ए र बी को बिचमा मलाई इक्विभ्यालेन्ट रेजिस्टेन्स चाहियो सरी भोल्टेज चाहियो त। सो एबी को बिचमा भोल्टेज अक्रस एबी विल बी इक्वल्स टु आई इन्टु आर अक्रस एबी हुन्छ। ओके अनि यो सब हामीलाई के चाहियो त करेन्ट चाहियो सबैभन्दा अगाडि अनि त्यसपछि इक्विभ्यालेन्ट रेजिस्टेन्स चाहियो यहाँको। ओके यति हो। सो करेन्ट निकाल्नको लागि मसँग के छ इएमएफ छ। ओके अनि त्यो सर्किटको पुरै नेट इक्विभ्यालेन्ट रेजिस्टेन्स हुन्छ। मतलब सर्किटकै सिकेटी सर्किट लेख्छु सर्किटको पुरै जुन नेट इक्विभ्यालेन्ट रेजिस्टेन्स हुन्छ त्यो रेजिस्टेन्स मानिहालौँ रेजिस्टेन्स छ। ठिक छ। त्यसो भए करेन्ट अक्रस द सर्किट E/R इक्विभ्यालेन्ट भइहाल्छ। यस अर रङ यस E/R हो। त्यहाँदेखि त्यसरी अब हामीले गर्दा भयो सबभन्दा पहिलो स्टेप के हुन्छ हाम्रो सबभन्दा पहिलो स्टेप हुन्छ हामीले यो पुरै सर्किट जुन छ मेरो यो पुरै जुन सर्किट छ यो पुरै सर्किटको इक्विभ्यालेन्ट रेजिस्टेन्स निकाल्नु। र सबभन्दा पहिला के गर्नु पर्यो सबभन्दा पहिला यो जुन प्यारलल कम्बिनेसन छ यो भी यो भोल्टमिटर र यसको इक्विभ्यालेन्ट निकाल्नु पर्यो अनि त्यो इक्विभ्यालेन्टलाई फेरि सिरिजमा यससँग जोइन गराउनु पर्यो। राइट। सो त्यही गरेको छ सिन्स भोल्टमिटर इज कनेक्टेड इन प्यारललमा छ त 1/RAB विल बी इक्वल टु दिस मतलब आरएबी तिमीहरूको यति आयो। ठिक क्याल्कुलेसन गरेर निकाल्न सक्छौ गाह्रो छैन। अब त्यसपछि हेर यो रेजिस्टेन्ससँग अर्को एउटा रेजिस्टेन्स थियो कि थिएन त्यहाँ थियो नि अर्को यो जुन एकछिनको लागि ल यो ए पोइन्ट हो यो तिमीहरूको
यो ए पोइन्ट हो। ए पोइन्टदेखि अब यो एउटा रेजिस्टेन्स छ जुन चाहिँ के हो आर इक्विभ्यालेन्ट, ठिक छ। त्योसँग अर्को एउटा रेजिस्टेन्स छ कि छैन त्यहाँ जोडिएको सर्किटमा? यस, R3 भनौँ न, सरी R2, राइट, R2, ठिक। त यो र यो अब यदि प्यारललमा छ भने प्यारललको लागि त्यो टोटल नेट रेजिस्टेन्स आर इक्विभ्यालेन्ट कति भइहाल्छ? RAB प्लस R2। सो त्यहाँदेखि तिमीहरूको आर इक्विभ्यालेन्ट यति भयो। ल अब पुरै सर्किट, अब यो दुइटैको मिलाएर जुन मेरो नेट इक्विभ्यालेन्ट रेजिस्टेन्स छ त्यो चाहिँ कति छ? आर इक्विभ्यालेन्ट कति आयो? 2800 ओम आएको छ, ठिक छ। र सर्किटमा मेरो जुन करेन्ट, सरी इएमएफ छ यहाँ, त्यो चाहिँ कति छ मेरो? कति छ त्यो? यही हेरिहालौँ न, 100 को छ। कति छ? 100 भोल्ट्सको छ। सो यहाँदेखि मैले के निकालिदिइहालेँ? करेन्ट थ्रु द सर्किट निकालिदिएँ मैले, जुन चाहिँ 0.0357 एम्पियर आयो। ओके, अब करेन्ट निकालिसकेपछि मलाई के चाहिएको थियो? त्यो भोल्टेज, भोल्टमिटर रिडिङ। त भोल्टमिटर रिडिङ के नाप्छ? भोल्टमिटर रिडिङ कहाँको रिडिङ नाप्छ? भोल्टेज अक्रस एबी नाप्छ। त आई इन्टु आरएबी गर, तिमीहरूको 28.75 भोल्ट्स आइहाल्छ, ठिक छ। ओके ओके, सो यो क्वेसन हेर, यो पनि सजिलै छ, केही गाह्रो छैन यसमा पनि। ल टक्क पहिला जुम इन चाहिँ मजाले मिलाइहालौँ त्यहाँबाट। ल हेरौँ, 2 ल्याम्प्स आर रेटेड 25 वाट एन्ड 220 भोल्ट, ठिक छ। यसको पावर दिएको छ तिमीहरूलाई, राइट। अब एन्ड 100 वाट, 100 वाट 220 दुईवटा छ। आर कनेक्टेड टु 220 भोल्ट सप्लाई। क्यालकुलेट द पावर कन्ज्युम्ड बाई द ल्याम्प्स। ओके, सो वी हेभ टु क्यालकुलेट द पावर कन्ज्युम्ड बाई द ल्याम्प्स, नो प्रब्लम, ठिक छ। अब हेर, यहाँ पनि पावर दियो, यहाँ पनि पावर दियो, दुइटै पावरलाई जोडिदियो, 25 वाट प्लस 100 वाट 125 वाट। अरे हुँदैन यार त्यस्तो, पावर निकाल्नु पर्ने हामीले, बुझ्यौ? जो डाइरेक्टली जोइन गर्न मिलेन। अब के निकालिदियो भने, अब दुईवटा ल्याम्प कनेक्टेड छ भने, दुईवटा ल्याम्प कनेक्टेड छ भने त्यसको केही न केही भित्र रेजिस्टेन्स होला कि नहोला? होला, अभियसली होला, ठिक छ। अब त्यो रेजिस्टेन्स निकाल्नमा सबैभन्दा पहिला हामी इन्ट्रेस्टेड छौँ, ठिक छ। ओके, अनि त्यो दुइटै आइसकेपछि त्यसको इक्विभ्यालेन्ट रेजिस्टेन्स निकालिदिने। अनि जब इक्विभ्यालेन्ट रेजिस्टेन्स आइसक्छ त्यसलाई चाहिँ हामी के गरिदिन्छौँ त, यो 220 भोल्टसँग यसरी जोइन गराइदिन्छौँ। अनि जोइन गरिसकेपछि अब हेर त, यो आर पनि छ। अनि यहाँदेखि हेर त, यो सर्किटमा इएमएफ तिमीहरूको यति छ 220 भोल्ट, यहाँबाट करेन्ट आउँछ जुन चाहिँ इएमएफ अपन आर इक्विभ्यालेन्ट हुन्छ। यहाँदेखि करेन्ट आयो, करेन्ट आइसक्यो, इक्विभ्यालेन्ट आइसक्यो। त्यो पावरको फर्मुला के हो? आई स्क्वायर आर हो। त्यहाँबाट चाहिँ तिमीहरूले आई स्क्वायर आर गरेर निकाल्न सक्छौ सजिलै, ठिक छ। सबैभन्दा पहिला अब वी आर इन्ट्रेस्टेड इन, सबभन्दा पहिला त क्यालकुलेसन अफ यो रेजिस्टेन्स गर्नु पर्यो। त क्यालकुलेसन अफ रेजिस्टेन्स गरिदिउँ। यो जुन पावर छ, पावर इनिसियल पावर है, पावर इक्वल टु भी स्क्वायर बाई आर हुन्छ कि हुँदैन? यति लेख्न मिल्यो यहाँबाट, डाइरेक्ट आईलाई भी बाई आर लेखिसकेपछि मिल्यो। अब त्यो फर्मुला लाउने अनि सबैको रेजिस्टेन्स निकाल्छ हेर ल। P1 इक्वल्स टु 220 को होल स्क्वायर, भोल्टेज छ 220 छ, डिभाइडेड बाई R1। त P1 दिएको छ 25 वाट, अरे दिएको छ नि त्यहाँ, यहाँ हेर, यहाँ हेर, यो दिएको छ कि छैन? छ। त त्यहाँबाट तिमीहरूले R1 निकाल्यौ, ठिक छ। R1 196 आयो। त्यसपछि सिमिलर तरिकाबाट R2 निकाल्छौ, ठिक। R1 र R2 आइसकेपछि अब चाहिँ आर इक्विभ्यालेन्ट भनेको R1 प्लस R2 भइहाल्छ। अनि त्यहाँबाट करेन्ट थ्रु द सर्किट निकाल्दैछौ, जुन चाहिँ इएमएफ अपन आर इक्विभ्यालेन्ट हुन्छ, जुन चाहिँ तिमीहरूको आन्सर करेन्ट आउँछ 0.091 एम्पियरको, ठिक। त्यहाँबाट पावर निकालिदेऊ। अब पावर कति हुन्छ हेर, हरेकको निकाल्छौ, आई स्क्वायर R1 आई स्क्वायर R2, तिमीहरूको के भइहाल्छ? पावर कन्ज्युम थ्रु द आइहाल्छ। तर पुरै सर्किटमा यदि पावर कन्ज्युम निकाल्यो भने सिधै त्यो त सिधै तिमीहरू निकाल्न सक्छौ, पावर इक्वल्स टु आई इन्टु आर इक्विभ्यालेन्ट। यदि पुरै सर्किटमा सोध्छ भने यो लाउँछौ, र सिङ्गल सिङ्गल सोध्यो भने त सिङ्गल सिङ्गल निकाल्छौ। ओके, यो पनि क्वेसन राम्रो छ। A battery of EMF 80 has terminal potential difference 80 when a resistor of 25 ohm is joined to it. Calculate the current flowing, the internal resistance and terminal potential difference when a resistance of 10 ohm replaces 25 ohm. सबभन्दा पहिला फर्स्ट पार्ट अफ द क्वेसन हेर, यो 10 ohm replaces 20 ohm, यो सेकेन्ड पार्ट क्वेसन हो। यसलाई अहिले एकछिनको लागि यो जुन ग्रिन कलरको छ ओके, सबभन्दा पहिलो पार्टमा तिमीलाई क्यालकुलेट द करेन्ट फ्लोइङ, सबभन्दा पहिला करेन्ट फ्लोइङ निकाल्न भनेको छ। अनि त्यसपछि इन्टरनल रेजिस्टेन्स, त्यसपछि इन्टरनल रेजिस्टेन्स सोधेको छ। अनि त्यसपछि टर्मिनल पोटेन्सियल, यो थर्ड पार्ट हो तिमीहरूको। टर्मिनल पोटेन्सियल डिफरेन्स निकाल्नु चाहिँ थर्ड पार्ट हो। पहिला चाहिँ फर्स्ट पार्ट गरिहालौँ। त फर्स्ट पार्ट अनुसारले सर्किट के भइहाल्छ? अब ब्याट्री अफ इएमएफ 1.5 भोल्ट, ठिक छ, एउटा ब्याट्री छ, ठिक। अनि हेज अ टर्मिनल पोटेन्सियल डिफरेन्स, टर्मिनल पोटेन्सियल डिफरेन्स भनेको भी हो, जुन चाहिँ कति छ? 1.25 भोल्ट्स दिएको छ, राइट। अनि यसको इएमएफ दिएको छ तिमीहरूलाई 1.5 भोल्ट्स दिएको छ, भेरी गुड। अनि त्यसपछि वेन अ रेजिस्टर अफ 25 ओम, योसँग के कनेक्टेड छ अरे? रेजिस्टर कनेक्टेड छ, ठिक। योसँग के कनेक्टेड छ? रेजिस्टर कनेक्टेड छ। रेजिस्टर चाहिँ कतिको छ? 25 ओमको छ, ओके, ठिक। ल ओके, अब करेन्ट फ्लोइङ निकाल्न भनेको छ। अब सिधै हेर, यहाँ एउटा कुरा बुझ, यो जुन टर्मिनल पोटेन्सियल डिफरेन्स छ भी र आर छ, त भी इक्वल टु आइआर गर्न मिल्यो कि मिलेन?
V इक्वल टु आइआर गर्न मिल्यो कि मिलेन त्यति भनिदियो मलाई। यस, V इक्वल टु आइआर गर्न मिल्यो। अनि V त दिएकै छ तिमीहरूलाई टर्मिनल पोटेन्सियल डिफरेन्स, र R तिमीहरूलाई 25 ओम छँदैछ त्यसो भए करेन्ट थ्रु द सर्किट तिमीहरूको कति आइहाल्छ, यहाँ हेर करेन्ट थ्रु द सर्किट तिमीहरूको कति आइहाल्छ, 0.05 ओम आइहाल्छ। अब करेन्ट फ्लोइङ आइसक्यो, करेन्ट फ्लो, अब इन्टरनल रेजिस्टेन्स निकाल्नुपर्छ। इन्टरनल रेजिस्टेन्स के हुन्छ भन त, जुन मेरो टर्मिनल जुन मेरो E हुन्थ्यो त्यो के हुन्थ्यो, E इज इक्वल्स टु V प्लस आइआर हुन्थ्यो कि हुन्न थियो, V प्लस आइआर हुन्थ्यो। यस, र त्यहाँबाट इएमएफ तिमीहरूलाई दिएकै छ जुन चाहिँ इएमएफ 1.5 को छ, टर्मिनल पोटेन्सियल डिफरेन्स 1.25 को छ। अब यहाँ करेन्ट फ्लोइङ निकाल्यो भर्खर, अब आर निकाल्नु काम हो, निकालिदियो, निस्किन्छ निस्किन्छ। र त्यहाँदेखि तिमीहरूको इन्टरनल रेजिस्टेन्स आर इक्वल टु 5 ओम आइहाल्छ। अब थर्ड क्वेसन, टर्मिनल पोटेन्सियल डिफरेन्स जब चाहिँ 25 ओमको रेजिस्टरलाई 10 ओम 10 ओमले चाहिँ 25 ओमलाई रिप्लेस गर्छ। अब टर्मिनल पोटेन्सियल डिफरेन्स वेन 25 ओम इज रिप्लेस्ड बाई 10 ओम। अब 25 ओमको ठाउँमा चाहिँ 10 ओम छ, ठिक। सर्किट बनाइहालौँ। त सर्किट अनुसारले यो सर्किट इएमएफ, ठिक छ। इएमएफमा अब जुन रेजिस्टर जोडिएको छ त्यो रेजिस्टेन्स कति छ, रेजिस्टर जोडिएको छ त्यो रेजिस्टेन्सको अब चाहिँ 10 ओमको छ, राइट। ओके, अब इएमएफ कतिको छ, इएमएफ त चेन्ज हुँदैन, 1.5 भोल्टको 1.5 भोल्ट नै हो। अब कुरो हेर ल, अब हेर त, अब यदि अनि यसको इन्टरनल रेजिस्टेन्स पनि चेन्ज हुँदैन, यो इएमएफको जुन चाहिँ इन्टरनल रेजिस्टेन्स कति छ इएमएफको 5 ओम छ, राइट। अब तिमीहरूलाई के निकाल्नु पर्यो, टर्मिनल पोटेन्सियल डिफरेन्स। टर्मिनल पोटेन्सियल डिफरेन्स भनेको V इक्वल टु आइआर। त आइआरको लागि अब करेन्ट निकाल्नु पर्यो नि त। अब सुन, अब करेन्टमा चाहिँ तिमीहरूले माथिको भ्याल्यु करेन्टको हाल्न मिल्दैन, किनभने तिमीले रेजिस्टरलाई के गरेको छौ, चेन्ज गरेको छौ। सो जुन E हुन्छ त्यो इक्वल टु V प्लस आइआर लेख। E इज इक्वल्स टु, अब V लाई के लेख, I इन्टु क्यापिटल आर लेख, र यसलाई आइआर लेख, जहाँबाट चाहिँ I कमन तानेर आर प्लस आर ईसँग गर्न सक्छौ, र यहाँबाट E डिभाइडेड बाई आर प्लस आर चाहिँ तिमीहरूको I को बराबर आइहाल्छ। यस र रङ? यस, त यो यहाँबाट तिमीहरूले सबैभन्दा फर्स्टमा के गर्यो त यहाँ हेर, यहाँबाट सबभन्दा पहिला करेन्ट निकाल्यो, यो डाइरेक्ट फर्मुला युज गरेर, ठिक। त करेन्ट फर्मुला आइहाल्यो, त्यहाँदेखि करेन्ट निकाल्दो, करेन्ट निकालिसकेपछि अब टर्मिनल पोटेन्सियल डिफरेन्स त निकाल्न भनेको छ। सिधै तिमीहरूले के गर्न सक्छ, आइआरबाट तिमीहरूले टर्मिनल पोटेन्सियल डिफरेन्स कति हुन्छ त्यसको 1 भोल्टसम्म निकाल्न सक्छौ। इजी छ, गाह्रो छैन। ल अर्कोतिर, अर्को क्वेसनमा जाऊँ। ओके, इट्स गुड, यो राम्रो क्वेसन छ हेर। अ कपर वायर हेज अ डायमिटर 1.0 mm, डायमिटर दिएको छ, क्रस सेक्सनल एरिया यति दिएको छ, ठिक छ। अर्को के दिएको छ, रेजिस्टिभिटी दिएको छ हामीलाई यति, अनि इट क्यारिज अ करेन्ट यति, ओके। अनि त्यसपछि फाइन्ड द इलेक्ट्रिक फिल्ड म्याग्निट्युड इन वायर एन्ड द पोटेन्सियल डिफरेन्स बिट्विन 2 पोइन्ट्स। अब दुईवटा कुरा मागेको छ, एउटा इलेक्ट्रिक फिल्ड म्याग्निट्युड माग्नु, र अर्को पोटेन्सियल डिफरेन्स बिट्विन 2 पोइन्ट्स इन द वायर 50 मिटर अपार्ट। ओके, त पहिला फर्स्ट पार्ट निकाल्न खोजौँ। फर्स्ट पार्ट हेर, डायमिटर दिएको छ मलाई, ओके, अनि क्रस सेक्सनल एरिया पनि दिएको छ, राइट। त कपर वायरको डायमिटर लेखिहालौँ। ओके, सो डायमिटर इज 1.02 mm, जसलाई हामीले पक्कै पनि त्यसमा चेन्ज गर्नुपर्छ, मिटरमा चेन्ज गर्नुपर्छ। सो 1.02 टाइम्स 10 को पावर -3 मिटर, ओके। अनि त्यसपछि क्रस सेक्सनल एरिया पनि दिएको छ जुन चाहिँ कति हो, 8.2 टाइम्स 10 को पावर -7 मिटर स्क्वायर, भेरी गुड। अनि रेजिस्टिभिटी दिएको छ हामीलाई 1.72 टाइम्स 10 को पावर -8 ओम मिटर। अनि त्यसपछि इट क्यारिज अ करेन्ट, करेन्ट पनि दिएको छ जुन चाहिँ 1.67 को छ। अनि इलेक्ट्रिक फिल्ड म्याग्निट्युड सोधेको छ। तिमीलाई थाहा छ इलेक्ट्रिक फिल्ड म्याग्निट्युड मैले तिमीहरूलाई भनेको थिएँ, द्याट इलेक्ट्रिक जुन करेन्ट डेन्सिटीमा मैले तिमीहरूलाई पढाएको थिएँ, द्याट करेन्ट डेन्सिटी जुन छ त्यो करेन्ट डेन्सिटी विल बी इक्वल्स टु, यसरी मैले कन्डक्टेन्स इन्टु इलेक्ट्रिक फिल्ड पढाएको थिएँ, र मैले तिमीहरूलाई भनेको थिएँ द्याट कन्डक्टेन्स जुन हुन्छ त्यो रेजिस्टिभिटीको ठ्याक्कै उल्टो हुन्छ, उनीहरू पनि लेख्न, र त्यहाँदेखि इलेक्ट्रिक फिल्डको फर्मुला के आइहाल्छ, डेन्सिटी इन्टु जुन डेन्सिटी अरे के हो यो, रो, राइट। रेजिस्टिभिटी इन्टु द करेन्ट डेन्सिटी, करेक्ट, ओके। ल, अनि इलेक्ट्रिक फिल्डको फर्मुला रेजिस्टिभिटी इन्टु द करेन्ट डेन्सिटी। करेन्ट डेन्सिटी भनेको फेरि के हो, करेन्ट डेन्सिटी भनेको के हो, करेन्ट पर युनिट एरिया। सो करेन्ट पर युनिट एरिया त्यहाँ लेख्दा भयो, र रेजिस्टिभिटी त डाइरेक्टली दिएकै छ। सो करेन्ट पर युनिट एरिया, करेन्ट पनि दिएको छ तिमीलाई, एरिया पनि दिएको छ, टक्क गरेर इलेक्ट्रिक फिल्ड तिमीले निकाल्न सक्छौ, ठिक। अब भनेको छ पोटेन्सियल डिफरेन्स बिट्विन 2 पोइन्ट्स वेन द वायर इज 50 मिटर अपार्ट, ओके। सो यो युनिफर्म इलेक्ट्रिक फिल्डको फर्मुला लाउँदा भयो इक्वल टु V बाई डी। त E पनि दिएकै छ तिमीलाई, V अब हेर 1.02 टाइम्स 10 को पावर -3 लेखेको छु मैले, तर मलाई चाहिँ यहाँ के भनेको थियो, वेन पोटेन्सियल डिफरेन्स बिट्विन द 2 पोइन्ट्स इन द वायर 50 मिटर अपार्ट भनेको छ नि त, त्यो पख ल, इट क्यारिज अ करेन्ट। सो डी को ठाउँमा यो चाहिँ हाल्न मिल्दैन ल, हामीलाई 50 मिटर अपार्ट भनेको छ पख है।
ओके जस्ट यहाँ करेक्सन गरेर एउटा यो हुने यो कहाँबाट त्यही त डिस्टेन्स त 50 मिटर भन्दैछ सो यु हेभ टु अप्लाई 50 मिटर ओके सो जस्ट मेक अ करेक्सन ओभर हियर यहाँ पनि तिमीहरूको के हुन्छ त 50 मिटर नै हुन्छ सो त्यहाँदेखि तिमीहरूको आन्सर जति आउँछ त्यो अनुसारले गर्नु है त ल ओके सो अभियसली सायद यो आन्सर यहाँ आउँदैन मेबी आउन पनि सक्छ एकचोटि हेर ल करेक्ट गरेर ल यसलाई सो तिमीहरूको बुझ्यौ नि कुरो त सर्टेन यहाँ आउँछ तिमीहरूको इलेक्ट्रिक सरी पोटेन्सियल डिफरेन्स ओके लेट्स गो टु अनदर वान Okay, so the question is के छ त a copper wire has a diameter of 1.02 mm ल ठिक छ and carries a constant current of 1. अरे same question if the density of free electron in the copper is 80 calculate the current density and the drift velocity ठिक छ ल के छ कुरो a copper wire has a diameter of 1.02 mm and carries a current ठिक यो सबै जे दिएको छ त्यो तिमीले लेख्देऊ ल यहाँ डायमिटर यति छ एरिया तिमीहरूलाई यति भइहाल्यो ठिक छ डायमिटर दिने बित्तिकै एरिया अब त्यो एरिया किन चाहियो त्यो चाहिँ अहिले भन्छु क्या क्यारेज अ करेन्ट यति छ यहाँ हामीलाई निकाल्नु भनेको डेन्सिटी अफ फ्री इलेक्ट्रोन चाहिँ यति पर मिटर क्युब दिएको छ होइन डेन्सिटी यति पर मिटर क्युब दिनु भनेको के हो नम्बर अफ इलेक्ट्रोन्स पर भोल्युम दिनु हो कि होइन नम्बर अफ इलेक्ट्रोनलाई हामीले जुन आई इक्वल टु भेना पढेको थियौँ आई इक्वल्स टु भी भेना पढेको थियौँ जहाँ चाहिँ भिडी भनेको ड्रिफ्ट भेलोसिटी हुन्थ्यो त्यहाँ एन भनेको के हुन्थ्यो नम्बर अफ मलिक्युल्स अर नम्बर अफ इलेक्ट्रोन्स पर भोल्युम हुन्थ्यो हुन्थ्यो यस हुन्थ्यो सो त्यही अनुसारले त्यही एन चाहिँ मलाई कति दिएको छ 8.5 इन्टु 10⁻28 दिएको छ ठिक छ अब निकाल्नु पर्ने मैले करेन्ट डेन्सिटी भनेको के हो करेन्ट डेन्सिटी इज डिनोटेड बाई जे इज आई अपन ए सो आई हेभ टु क्यालकुलेट फर्स्ट अफ अल आई हेभ टु नो आई एन्ड आई इज गिभन द्याट इज 1.67 ओके सो आई हेभ टु क्यालकुलेट वाट एरिया त एरिया कुड बी क्यालकुलेटेड एज 5d² त त्यो चाहिँ यहाँबाट जति आउँछ त्यसलाई रिप्लेस गर्नु तिमीहरूको जे आइहाल्छ र आन्सर तिमीहरूको कति आउँछ आन्सर विल बी अप्रोक्सिमेटली दिस वान ओके ओके ठिक अनि अर्को कुरा के ड्रिफ्ट भेलोसिटी पनि भनेको छ त ड्रिफ्ट भेलोसिटी कुड बी क्यालकुलेटेड एज आई इक्वल टु भिडिएन यसरी क्या सिम्पली सो के पढेको थियौँ हामीले जे इक्वल्स टु भेन पढेको थियौँ नि यस ओके सो जे डिभाइडेड बाई इएन विल बी इक्वल टु भिडी गर जे तिमी यहाँदेखि निकाल्छौ इलेक्ट्रोनको चार्ज तिमीलाई थाहा छँदैछ जुन चाहिँ कति हुन्छ 1.67 टाइम्स 10⁻19 हुन्छ राइट 1.67 राइट के लेख्दैछु म सबै बिर्सिँदैछु त 1.6 इन्टु 10⁻19 यस सो नम्बर अफ इलेक्ट्रोन कति आउँछ त्यो नम्बर अफ इलेक्ट्रोन त यहाँ दिएको छ तिमीलाई हो त त्यहाँबाट गर भिडी तिमीहरूको निस्किन्छ जुन अप्रोक्सिमेटली यहाँ मैले क्यालकुलेसन गरिदिएको छु जुन तिमीहरूको अप्रोक्सिमेटली क्यालकुलेसन अनुसारले भिडी तिमीहरूको यहाँ आउँछ यहाँ मैले फर्मुला फेरि अर्कै युज गरेको छु तिमीहरू त्यो नगर्नु है हेर अरे यार इन करेन्टको टर्म्समा लेख्छौ भने आई इक्वल्स टु भिडिइएन एको टर्म्समा लेख्छौ भने आई अपन इएनए भइहाल्यो फर्मुला इक्वल्स टु भिडीको र यदि करेन्ट डेन्सिटीको फर्ममा लेख्छौ भने भिडिइएन भइहाल्यो जुन चाहिँ जे अपन के हुन्छ इएन इक्वल्स टु भिडी भइहाल्छ जुनसुकै युज गरेर एउटै कुरो त हो यस सो 23मा 23वटा सकिसक्यो लेक्चर्सहरू यतिसम्म थियो अझै न्युमेरिकलहरू छन् गरिराख्नु मजाले अनि जुन अन्तिमतिरको जुन लङ रेजिस्टेन्सवाला छ नि एकदम इन्फाइनाइटवाला होइन त्यो इन्फाइनाइटवाला मैले गराइदिएको छुइनँ किनभने धेरै पुरानो क्वेसन हो र हाम्रो रिपिट गराएको छैन क्वेसनहरू एकदम पछि तर त्यो क्वेसनहरू फेरि इन्ट्रान्समा चाहिँ सोध्छ बुझ्यौ कुरो सो त्यसको अलग कन्सेप्ट हुन्छ यदि तिमीलाई चाहिन्छ भने त्यो चाहिँ अब एउटा सर्ट भिडियोमा त्यति धेरै गर्न एकदम गाह्रो हुन्छ एक त भिडियोहरू यत्तिकै अटोमेटिकली लङ भन्छन् होइन त्यसैले त्यो क्वेसन्सहरू त्यति प्रायः सोध्दैन जे सोध्छ यो यति चाहिँ प्र्याक्टिस गरेर एटलिस्ट जानै पऱ्यो तिमीहरूले यति चाहिँ गर्नै पऱ्यो है त ओके अनि एउटा अझै कुरा गर्नु पऱ्यो के थाहा छ पकाउँछु म भन्छु एउटा सानो कुरा अझै गर्नुपर्ने हुन्छ तिमीले जुन चाहिँ के गर्नुपर्ने हुन्छ त यो टक्क यो जुन यो छ नि यो च्यानललाई बढाउनु पऱ्यो क्या एटलिस्ट च्यानललाई 1K सम्म चाहिँ पुर्याउनु पऱ्यो 1K सब्सक्राइबर्स ल कम्प्लिट गराइदेऊ त यो सिरिज सकिँदा 1K सब्सक्राइबर कम्प्लिट गराउ त घर परिवार जतासुकै हुन्छ सबलाई सब्सक्राइब गर्न लगाउनु ल गर त एटलिस्ट यति गरेर तिमीहरूको लागि यतिसम्म गरिएको छ पुरै जुन यो यतिको कोर्स तिमीहरूलाई दिनको लागि नि यतिको कोर्स दिन तिमीहरूले मजाले पे गर्नु पर्थ्यो क्या मजाको अमाउन्ट पे गर्नु पर्थ्यो डेली होइन डेली तिमीहरूको लागि भिडियो डेली नोट्स छ अभाइलेबल यतिको गर्नको लागि चाहिँ तिमीहरूलाई मजाले पे गर्नुपर्ने हुन्थ्यो है सो नोट्स एन्ड अपडेटको लागि चाहिँ सिधा तलको रेजिस्ट्रेसन लिङ्क भर्ने मजाले नोट्सहरू पाउँछौ इजिली यु क्यान डु द्याट ल सो हाम्रो इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम डिसी सर्किट पनि इजिली सक्यो खुसी छौ त इलेक्ट्रिसिटी पनि सक्यो अब हाम्रो के छ मेबी अप्टिक्स हुनसक्छ आई गेस होइन अप्टिक्स हुनसक्छ त्यो सिरिज त तिमीहरूलाई थाहा नै छ त्यो सिरिज हेर्नु सिधै होइन त्यो कम्प्लिट फिजिक्सको हेर्नु त्यहाँ तिमीहरूले पुरै डिटेल पाउँछौ कि कुन दिन कुन लेक्चर हुनेवाला छ भनेर एभ्री डे 6 PM मा आउँछ सो मेबी
मेबी सबै कुरा ठिक रह्यो भने अगाडि केमिस्ट्री पनि ल्याउँला नि त। ल, थ्याङ्क यू।